की पैजनिया पे बलिहार राघव जी, बलिहार राघव जी। तेरी मंद मंद मुस्कनिया पे, तेरी मंद मंद मुस्कनिया पे बलिहार राघव जी, बलिहार राघव जी। तेरी मंद मंद मुस्कनिया पे, तेरी मंद मंद मुस्कनिया पे बलिहार राघव जी, बलिहार राघव जी। जय श्री राम, जय श्री राम, जय श्री राम, जय श्री राम। तेरे नैन बड़े कजरारे लगते हैं प्यारे प्यारे, ओ तेरे नैन बड़े कजरारे लगते हैं प्यारे प्यारे। तेरे नैन बड़े कजरारे लगते हैं प्यारे प्यारे। ओ तेरी मधुर मधुर मुस्कनिया पे, तेरी मधुर मधुर मुस्कनिया पे बलिहार राघव जी, बलिहार राघव जी। तेरी मंद मंद मुस्कनिया पे, तेरी मंद मंद मुस्कनिया पे बलिहार राघव जी, बलिहार राघव जी। तेरी मंद मंद मुस्कनिया पे, तेरी मंद मंद मुस्कनिया पे बलिहार राघव जी, बलिहार राघव जी। तेरे संग में सिए सुकुमारी लगती हैं प्यारी प्यारी, तेरे संग में सिया सुकुमारी लगती हैं प्यारी प्यारी। तेरे संग में सिया सुकुमारी लगती है प्यारी प्यारी। इस जुगल जोड़ी पर जाऊं, इस जुगल जोड़ी पर जाऊं मैं बलिहार राघव जी, बलिहार राघव जी। तेरी मंद मंद मुस्कनिया पे, तेरी मंद मंद मुस्कनिया पे बलिहार राघव जी, बलिहार राघव जी। तेरी मंद मंद मुस्कनिया पे, तेरी मंद मंद मुस्कनिया पे बलिहार राघव जी, बलिहार राघव जी। जय श्री राम, जय श्री राम। हरि ओम, हरि ओम। नमो हरि ओम प्रभु हरे कृष्ण। जय श्री कृष्ण। जय श्री जय नारायण, सबैलाई स्वागतम, प्रणाम। आज पनि हामी यथा समयमा श्रीमद् भगवत गीता सत्सङ्ग सन्ध्यामा उपस्थित भइसकेका छौँ। सबैलाई हार्दिक स्वागतम। भोजनाथ दाजु, गङ्गा माताजी, गोपीचन्द्र गुरुदेव, अम्बिका भण्डारी दाजु, राजन प्रभु, हिना माताजी, अमृता बहिनी हुनुहुन्छ, जय श्री कृष्ण, पदम अधिकारी सर, पुष्पराज प्रभु, लक्ष्मी शर्माज्यू, गीता रिमालज्यू र हाम्रो सचिवज्यू गीता जमरकटेलज्यू, सबैलाई हार्दिक स्वागतम, नमो नमः। र आज श्री स्वस्थानी व्रतकथाको वाचन गर्दैछु। सबैले एकचित्त भएर
श्रवण गर्नुहोला। तत्पश्चात भगवत गीताको वाचन पमनारायण दाजुले गर्नुहुन्छ, विष्णु सहस्त्रनाम गीता बहिनीले गर्नुहुन्छ र श्रीमद् भागवत प्रमिला देवी पाण्डे बहिनीले गर्नुहुन्छ। पूर्व निर्धारित गरिएको छ सूचनाको सहजताको लागि। नमो नमः। सबैले करबद्ध भएर भगवत प्रार्थना गरौँ, मङ्गलाचरण गरौँ श्री स्वस्थानी परमेश्वरीको। ओम वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। अखण्डमण्डलाकारं व्याप्तं येन चराचरं तत्पदं दर्शितं येन तस्मै श्रीगुरवे नमः। विनायकं गुरुं भानुं ब्रह्मा विष्णु महेश्वरान् सरस्वती प्रणम्यादौ सर्वकार्यार्थसिद्धये। यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः। ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्तावली शोभिता। सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। श्री स्वस्थानी परमेश्वर्यै नमो नमः। जय श्री कृष्ण। नारायण। अब हामी आज श्री स्वस्थानी परमेश्वरीको व्रतकथा महात्म्य 5औं अध्याय वाचन गर्दैछौँ। अध्याय थोरै लामो पनि छ। सबैलाई धैर्यतापूर्वक श्रवणको लागि निवेदन गर्दछु। जय श्री कृष्ण। शम्भु अधिकारी गुरुदेव आउनुभएको छ। रमेश बाबु ढकाल गुरुदेव रेडमी A2 एन्ड्रोइड ब्लूबाट पनि साधकहरू जोडिँदै हुनुहुन्छ। विक्रम रिजाल सर पनि आइसक्नु भएको छ। सबैलाई पुनः हार्दिक स्वागतम। अब कथा प्रसङ्ग सुरु हुन्छ। अथ पञ्चमोऽध्यायः। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, तिमीले सोधेको सबै प्रश्नको उत्तर दिइसके। अब के सुन्ने इच्छा छ भन, म सबै सुनाउन तयार छु। त्यति सुनि अगस्त्य मुनिले बिन्ती गरे, हे कुमारजी, त्रिपुरासुरले कसको तपस्या गर्यो, त्यसलाई श्री महादेवले कसरी भस्म पार्नुभयो, यो सुन्ने इच्छा छ। त्यो सबै आज्ञा गर्नुहोस्। यस्तो मुनिको प्रश्न सुनेर कुमारजी आज्ञा गर्नुहुन्छ, हे मुने, अघि विष्णु भगवानले हिरण्याक्ष दैत्यको वध गर्नुभयो अनि समस्त दैत्यहरू दुखी भएर खेद गर्न लागे। तब मय नामको दैत्यले मनमा विचार गर्न लाग्यो, जस्तो कामदेव नहुँदा रति भइन् त्यस्तै त्यो धर्मराज मय पनि भयो। अनि बलवान तारकाक्ष र विद्युत प्रभा नामका आफ्ना मित्र समेतले मयले कठोर तपस्या गर्न लाग्यो। यी तीनैजना दैत्यहरू माघ पुसको जाडोमा हिमालयमा गई तपस्या गर्दथे। वैशाख जेठको घाममा पञ्चाग्नि तापी गर्मी प्रदेशमा तपस्या गर्दथे। यस्तै प्रकारले तपस्या गर्दा गर्दा 10,000 वर्ष बिताए। तिनका देहमा केवल हाडछाला मात्र बाँकी रह्यो। फेरि ती ठुलो सुखबाट पनि वञ्चित भए, तैपनि तिनीहरू सूर्य जस्तै तेजिला देखिन लागे। तिनको तपस्याले ब्रह्माजी प्रसन्न भएर ती तीनैजनाको सामुन्ने पुगी नम्र स्वरले आज्ञा भयो, हे दैत्यहरूमा श्रेष्ठ भएका वीर हो, तिमीहरूको तपस्याले म प्रसन्न भएँ। जे इच्छा छ सो वरदान माग। ब्रह्माजीको त्यस्तो वचन सुनेर साष्टाङ्ग दण्डवत गरी केवल घुँडाले मात्र भूमिमा स्पर्श गरी हात जोडेर बिन्ती गरे, हे प्रभु,
हजुर प्रसन्न हुनुहुन्छ भने हामीलाई अवध्यत्व कहिल्यै पनि नमर्ने अमरताको वरदान दिनुहोस्। बल पराक्रम पनि ठुलो होस्, फेरि विमान समान जो हामी तीन पुर बनाउनेछौँ त्यसमा मनुष्यको गति नहोस्। हामी ठुला बलवान हौँ, यही वरदान दिनुहोस्। ती दैत्यहरूले त्यस्तो वर मागेको सुनि ब्रह्माजी आज्ञा गर्नुहुन्छ, हे दैत्य हो त्यस्तो अवध्य वरदान दिन म असमर्थ छु। मृत्युको अवकाश राखेर अर्को वर माग, म दिन्छु यसमा, अन्यथा नमान। ब्रह्माजीको त्यस्तो आज्ञा सुनेर मैले फेरि बिन्ती गर्यो, हे प्रभु अघि मैले भने जति सबै कुरा होस्, मृत्युलाई ती मैले बनाएका पुरहरू एकै स्थानमा रहने छैनन्। जब 10,000 वर्ष पुग्ला तब ती पुरको केवल आधा निमेषसम्म मात्र मेल होस् र त्यही आधा निमेषभित्र जो एक बाणले ती तिनै पुरलाई नष्ट गर्न सकोस्, त्यही पुरुष हामीलाई मार्न सकोस्। मयका यस्ता वचन सुनेर तथास्तु भनी ब्रह्माजी आफ्नो लोकतर्फ जानुभयो। तब त्यो मय दानवले संसार नै नाश गर्ने इच्छा लिएर आदिकल्पमा तीन पुरको रचना गर्नुभयो। ती तीन पुरमा पहिलो फलामको, दोस्रो चाँदीको र तेस्रो सुनको बनायो। ती तीन पुर आकाशमा सुमेरो पर्वतका श्रृङ्ग टाकुरा हुन्की जस्तो देखिन लागे। ती पुरहरू चन्द्रमाका किरण लाग्नाले अति शीतल भएका स्थान स्थानमा आँखी झ्यालहरू बनेका घरका अट्टालिकाहरूमा पनि, अति अग्ला आँगनहरूमा पनि राम्रा राम्रा देख्दै मनलाई मोह पार्ने शिलाहरूले छोपेका स्थान स्थानमा जस्ती सोनाले भनेर मडेका गुन्डो उत्तम नहन बाबुको अनुहारहरूमा गफ रङ्गबिरङ्गका बसाल्नु रत्न जडेका मुगा मोती मणिहरू स्थान स्थानमा जडाएर बिजुलीको प्रकाशमान रत्नहरूको चारैतिर प्रकाश फैलिएको बनायो। फेरि चित्र विचित्र प्रकाश फैलाउने गरी हिरा मोती आदि रत्न जडेको वायुको वेग लाग्नाले फरफराएका पताकाहरूले शोभायमान भएका घरहरूका पंक्तिहरू पनि रत्न समूहहरूका थुप्रा नै हुन् कि भन्ने भान पार्ने फराकिला मार्गहरू पनि सिंगारिएका अत्यन्त राम्रा पुर तयार गरायो। घर महलहरू पनि अनेक रङ्गका मन हरण गर्ने रत्नहरूले सुशोभित ध्वजालाई पताकाहरूले सिंगारेर ती विमान जस्ता तीन पुरलाई शोभायुक्त बनायो। अनि अनेक रत्न जडेका गमलाहरूमा रङ्ग बिरङ्गका जात जातका उत्तम सबै ऋतुमा फुल्ने फुल र त्यस्तै 60 ऋतुहरूमा फल्ने फलका वृक्षहरू लगायो। कतैबाट आवाज आयो है? कृपया आवाज नगर्नु। हरे कृष्ण हरे कृष्ण हरे कृष्ण। कतैबाट आवाज आएको छ? म्युट गर्नु होला है। जय श्री कृष्ण। अनि तलाउहरू पनि अनेक प्रकारका कमल कमलिनी कुमुदिनीका पुष्पले शोभायमान भएका तयार गरायो। यस्ता प्रकारले त्रिपुरवासीहरूको शोभाले युक्त महल तयार भयो। फेरि मयूर नाभे आदि उत्तम पंक्षीगणले युक्त र पुरुषका नङ लाग्नाले जसका पयोधरका गोलाकार घेरामा अर्धचन्द्राकार घाउ लागेका कलश जस्तै उतुङ्ग ठडिएका कुच भएका मदिराले राता राता आँखा भइरहेका लाजले मुसुक्क हास्य गर्ने लोलिएका नेत्र भएका त्यस्ता अनिन्द्य सुन्दरीहरूले व्याप्त भएको त्यो त्रिपुर परैबाट पनि अत्यन्त रमणीय देखिन लाग्यो। यस्तो त्रिपुर मध्ये जो फलामको थियो त्यो मयले तारकाक्ष नामको आफ्नो मित्रलाई दियो। अर्को चाँदीको जुन सुन्दरको थियो त्यो विद्युत प्रभालाई दियो। जुन सुवर्णले सुनले बनेको सबैभन्दा उत्तम थियो त्यो मयले आफूले लियो। अनि त्यो त्रिपुर दैत्यपति मय मन्त्रीवर्गले शोभायमान भयो। त्यो दैत्यराज आफ्ना शत्रुहरू र तिनका सेनालाई परास्त गरेर आफ्ना हितैषी ब्राह्मण वर्ण र भृत्य वर्गले सहित भई आफ्ना आफ्ना सुन्दर स्त्रीहरू साथमा लिइरहँदा स्वर्गभन्दा पनि बढ्ता सुख भोग गर्न लागे। अनि तिनै लोकका आनन्दलाई ध्वंस गर्न लागे। साथै अभिमानले भरिएर देवताहरू सबै विजित भए भन्ने मनमा ठान्न लागे। तिनीहरूलाई मार्न लागे। उनका बगैँचाका असल असल वृक्ष र बिरुवाहरू उखेली फाल्न लागे। कोही आफ्ना बगैँचामा सार्न लगाए। यसरी देवताहरूलाई दुःख दिएको निकै समय व्यतीत भयो। तब तिनीहरूलाई देखि देवताहरू क्रोधित भई ब्रह्माका सामु गई त्रिपुर निवासी दैत्यहरूको सारा अन्याय उपद्रव विस्तार गर्दा भए। अनि ब्रह्माजीले समस्त देवतालाई शान्त गराई आज्ञा भयो, हे देवगण हो, त्रिपुरासुर दैत्यहरू बडो बलवान छन्। तिमीहरूद्वारा तिनको नाश हुन सक्दैन। तसर्थ नारायण आदि सकल देवता महादेवको शरणमा जाऊ, उनीले हाम्रो उद्धार गरिदिन्छन्। उनले हाम्रा शत्रु ती दैत्यहरूको अवश्य नाश गर्नेछन्। ब्रह्माजीको यस्तो हित वचन सुनेर स्वीकार गरी ब्रह्मा विष्णु इन्द्र यम चन्द्र कुबेर वायु समेत सबै देवता ब्रह्मालाई अघि लगाई कैलाश पर्वतमा पुगे। त्यहाँ महादेवको दर्शन पाए हात जोडेर स्तुति गर्न लागे। हे पिनाकधारी, हे चन्द्रमौली, हे त्रिलोकेश, अमित पराक्रमी हजुरलाई कोटि कोटि नमस्कार। हे चन्द्रशेखर, हे त्रिलोकदेव, हे चन्द्रमौली जटाजूटधारी नीलकण्ठ, हजुरलाई कोटि कोटि नमस्कार छ। संसारलाई शरण दिने, नन्दीलाई वर दिने, देवताको पनि देवता यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। थोरै सेवाले पनि प्रसन्न भएर वर दिने, यज्ञका मालिक हिमालयमा निवास गर्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार। योगीहरूले सदैव ध्यान गर्ने, जगतको वैभवलाई तुच्छ ठान्ने, धर्ममा दृढ रहने, दिशारूपी वस्त्र धारण गर्ने, भक्तलाई वर दिने, ब्रह्माण्डका धाता विधाता यस्ता हजुरलाई कोटि कोटि नमस्कार। सूर्य चन्द्र इन्द्र वायु आदि देवताको सृष्टि र पालन गर्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार। सूक्ष्म भन्दा पनि अति सूक्ष्म काल स्वरूप नित्य स्वरूप धारण गर्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार। पर भन्दा पनि पर ब्रह्म स्वरूप शङ्करलाई कोटि कोटि नमस्कार। सारा ब्रह्माण्ड धारण गर्ने सूर्य चन्द्र अग्नि वायु र जल एवं आकाशको रचना गर्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार। हे सौम्य, हे पुरुषोत्तम, हे बपुष्मान,
त्रैलोक्यको सृष्टि स्थिति संहार गर्ने यस्ता हजुरलाई कोटी कोटी नमस्कार। पुषाको दाँत भाँच्ने, दक्षको यज्ञ नाश गर्ने, कामदेवलाई भस्म पार्ने यस्ता हजुरलाई कोटी कोटी नमस्कार। सुरासुरका उत्पन्नकर्ता, यज्ञका हर्ता धर्ता हे शिखण्डिन, हे नीलकण्ठ, हजुरलाई कोटी कोटी नमस्कार। निरन्तर सुधा स्वरूपा, पार्वतीका भर्ता, गणेश कुमारका पिता, हजुरलाई कोटी कोटी नमस्कार। सदा मोक्ष स्वरूप वरदान दिने हे विश्वेश्वर, हे ब्रह्मात्मन, हे वरदाता, हजुरलाई कोटी कोटी नमस्कार। हे योगेश्वर, हे चण्डेश्वर, हे रुद्र, हे सर्व, हे शम्भो, हे भीम, हे ईश्वर, हजुरलाई कोटी कोटी नमस्कार छ। हामीदेखि प्रसन्न हुनुहोस्। यस्ता देवताहरूको कातर भएर स्तुति गरेको सुनि, देवताहरूले कातर भएर स्तुति गरेको सुनि तिनको मनको भाव जानी आज्ञा गर्नुभयो। हे देवता हो, जे इच्छा छ सो वर माग, मैले नदिने संसारमा केही वस्तु छैन, म इच्छा पूर्ण गर्न तयार छु, जे इच्छा छ निशङ्क भएर माग। यस्तो महादेवको आज्ञा सुनि प्रसन्न भएका देवताले विनम्र स्वरमा बिन्ती गरे, हे प्रभु, ब्रह्माको बरले उन्मत्त भएका माया आदि दानवले हाम्रा उर्वशी मेनका आदि अप्सराहरू बल जपत लुटेर लगे। नन्दन वनका असल असल बोट बिरुवा पनि कति उखेलेर नासे, कति आफ्ना घर ओसारे देवताको नाश गर भन्दै हामीलाई अनेक तरहको कष्ट दिइरहेछन्। अमरावतीबाट पनि निकालियौं, भगवन्ती दैत्यको संहार गर्न ब्रह्मा विष्णु पनि समर्थ छैनन्। हे ईश्वर, अब जसरी पनि हामी देवताहरूको भलो हुन्छ सोही वरदान बक्सियोस्। त्यति सुनि शिवजीले फेरि भन्नुभयो, हे देवता हो, तिमीहरू मेरो रुद्र तेजको एक अंश धारण गरी रुद्र तेजोमय रूपले ती दानवहरूको संहार गर। शिवजीको त्यस्तो वचन सुनि देवताहरूले फेरि बिन्ती गरे, हे भगवान, हामी हजुरका तेजको 1000 अंशको एक अंश पनि धारण गर्न समर्थ छैनौं। रुद्र तेज धारण गर्ने कुरा त परै रहोस्, हेर्ने शक्तिसम्म पनि हामीमा छैन। हे प्रभु, हामी उपर प्रसन्न भएर त्यो अजय त्रिपुरासुरलाई स्वयं संहार गरिबक्सनु होस्। ब्रह्माजीको वरदान अनुसार दिव्य 10,000 वर्ष बितेपछि आधा निमेषती त्रिपुरको मिलन हुनेछ। उही आधा निमेष भित्रमै त्यो त्रिपुरलाई जसले एकै बाणले भस्म पार्ला उसैद्वारा ती दैत्यहरूको संहार होला, अन्यथा तिनको मृत्यु हुने छैन। हे शशि शेखर, हामीदेखि प्रसन्न भई पापिष्ट त्रिपुरासुरको नाश गरिबक्सियोस्। देवताहरूको त्यस्तो प्रार्थना सुनि शिवजीले पनि आज्ञा भयो, हे देवता हो, त्यस्तो अवैध त्रिपुर छ भने तिमीहरूको हितको निम्ति म एउटै बाणले ती तिनैपुरलाई भस्म पारिदिनेछु। त्यस्ता अजय दानवहरूका साथ युद्ध गर्दा मेरो शक्ति थाम्न सक्ने हिमालय समान मेरो निम्ति एउटा रथ तयार पार, अनि म युद्धमा जानेछु। महादेवको यस्तो आज्ञा सुनि प्रसन्न भएका देवताहरूले प्रणाम गरेर हवस् भनी तत्काल विश्वकर्मालाई डाकी महादेवको निमित्त समस्त देवतारूपी अवयव भएको सुवर्णमय रथ तयार पारे। त्यस रथका दुवै पाङ्ग्रा सूर्य चन्द्र भए। दक्षिण पाङ्ग्रामा 12 सूर्य भूषण बनाइयो, माया चक्रमा 27 नक्षत्र र 16 कलाको भूषण गराइयो। 6 ऋतु रथका दायाँ बायाँ राखी आकाशको गजुर र पाङ्ग्रा अड्याउने दण्ड मन्दराचलको बनाए। अयन र संवत्सर रथका वेग भए। 4 समुद्र रथका कुण्डलीका भए। गंगादि समस्त तीर्थ राम्रा राम्रा वस्त्र आभूषण पहिरी स्त्री रूप धारण गरी हातमा चमर लिए रथमा उभिए। सारथी स्वयं ब्रह्माजी बने। ब्रह्मस्वरूप ओमकारको कोर्रा बनाएर विन्ध्याचलको छत्र निरूपण गरेर मन्दराचलको पार्श्वदण्ड बनाए। सरस्वती घण्ट भइन्। श्री नारायण अग्निबाणको टुप्पो भए। 4 वेद 4 घोडा भए। ताराहरू घोडाका गहना भए। हे अगस्त्य मुनि, यसरी समस्त वस्तु त्यस रथका अवयव भए। यसरी जब धनुबाण सहित रथ तयार भयो तब पृथ्वी र आकाश कम्पित गर्दै भगवान शिव त्यस रथमा आरूढ हुनुभयो। त्यस रथका अघिपछि शिवका गण शङ्कुकर्ण, चण्डेश्वर, गणेश, नन्दी आदि प्रमुख गणहरू शूल पट्टिस आदि अनेक शस्त्रास्त्र लिएर शङ्ख भेरी मृदङ्ग आदि बाजाहरू बजाउँदै महादेवमाथि अनेक थरीका पुष्पको वर्षा गराउँदा भए। त्यस बेलाको रुद्र तेज सहन गर्न नसकी समस्त देवता मोहमा प्राप्त भए। महादेवले देवताहरूको स्थितिदेखि आफ्नो तेज खिची केही कम पार्नुभयो, अनि देवताहरू रुद्र तेज सहन गर्नमा किञ्चित समर्थ भए। त्यसपछि नारद मुनि ती दैत्यहरू कहाँ गएर भन्न लाग्नुभयो, हे दैत्यराज, देवताहरूको स्तुतिले प्रसन्न भएका महादेव स्वयं तिमीहरूको संहार गर्न भनी आइरहनु भएको छ। अब तिमीहरूको जो इच्छा छ सो गर, नभए तिमीहरूको अविलम्ब नाश हुनेछ। नारदजीको यस्तो वचन सुनि दैत्यराज भयले आफ्ना मित्र तारकाख्य, विद्युतमाली र अन्य योद्धाहरूलाई डाकी नारद मुनिले आज्ञा भएको सबै कुरा विस्तारले सुनायो। अनि दानवमा उत्तम बलवान भएको तारकाख्यले भन्यो, हे राजन, किन चिन्ता गर्नुहुन्छ? देवताहरू यथार्थ रूपमा बद्ध छन्। ती त्रिपुर भेदन गर्ने कसको पराक्रम वा शक्ति छ? यदि समस्त देवता, यक्ष, गन्धर्व, किन्नर आए पनि यो त्रिपुर अभेद्य नै रहनेछ। फेरि शत्रुलाई जित्न साम दाम दण्ड भेद आदि अनेक किसिमका नीति छन्। अतः जित्ने इच्छा भएका बलवान शत्रुलाई आफ्नो पराक्रमद्वारा दण्ड दिनु नै उचित छ। वीर तारकाख्यको यस्तो कुरा सुनि विद्युतमाली भन्न लाग्यो, हे राजन, श्रीहरि र श्रीहिन्द्र बलहीन देवता कुनै प्रकारले पनि हामीसित युद्धमा अगाडि आउन सक्दैनन्। यदि कोही मूर्खता गरेर हामीसित युद्ध गर्न अघि सर्छ भने त्यो अवश्य क्षयमा प्राप्त हुनेछ। यसमा शङ्का छैन। हे राजन, यसमा चिन्तित हुनुपर्ने कुरा केही छैन। एकमत भएर युद्ध गरौँ अनि समस्त देवतालाई जितेर इन्द्रको पद पनि भोग गर्नुहोस्। फेरि अघिका हिरण्यक्ष र हिरण्यकशिपुको पद पाई 14 भुवनको अकण्टक राज्य भोग्नुहोस्। विद्युतमालीका त्यस्ता कुरा सुनेर मयले शान्त स्वरमा भन्यो, हे दैत्य हो, सुन्यौ, अब हाम्रो नाशको बखत आइपुग्यो। यति भनेर देह कम्पित पार्दै शिर हल्लाउँदै फेरि भन्न लाग्यो,
जो शत्रु आफूभन्दा बलियो छ वा निर्बल छ त्योसित सामदाम दण्ड भेद आदि नीतिको प्रयोग गर्न सकिन्छ। तर यी त सम्पूर्ण जगतका स्वामी श्री महादेव हुन्। उनी दानव र देवता भन्दा धेरै बढ्ता श्रेष्ठ छन्। यदि देवताको हितका लागि उनी स्वयं हामीलाई मार्न आइरहेका छन् भने यसको त कुनै पनि उपाय छैन। केवल महादेवको नजिक गई उनलाई नमस्कार गरौं भन्ने मेरो यो अन्तिम निर्णय हो। यदि हामी उद्दण्ड झैं कठोरता धारण गरेर उनका सामु युद्ध गर्न गयौं भने केवल उनको दृष्टिपात हेराइले नै भस्म हुनेछौं। ब्रह्मादि देवता पनि दुखी भएर जसको शरणमा जान्छन्, आज उनै ईश्वर हाम्रो नाश गर्न आइरहेका छन् भने हाम्रो के गति होला भन्न सकिन्न। जो क्षण मात्रमा सम्पूर्ण सृष्टि पालन र नाश गर्न सक्दछन्, फेरि जो जगतका कारण र मुक्तिदाता पनि हुन्, ती महादेवसित युद्ध गरेर हामी कसरी जित्ने आश गर्न सक्छौं? हे वीर हो, हाम्रो विधिहीन तपले के हुन सक्दछ? फेरि त्यसको फल हामीहरूले धेरै वर्षसम्म भोग गरिसक्यौं। अतः म भन्दछु, हे दानव वीरहरू हो, तिमीहरू सबै कालले प्रेरित छौ, त्यसै कारण युद्ध गर्न तम्सिरहेका छौ। मयको त्यस्तो कुरा सुनि नारद मुनि उन्मत्त दैत्यहरूको मृत्युरूप यो कुरा भन्न लागे। हे दानवराज, अब तिमीहरूको तपस्या सकियो। यदि संग्राममा पछि हटेर नपुंसक झैं देवताहरूको शरणमा जानुभन्दा त संग्राममा लडी वीरगति पाउनु नै उत्तम ठान्दछु। यदि शिवका हातबाट मर्न पायो भने उनका प्रमुख गणको अधिपति पनि हुन सक्छौ। संग्राम नगरेर शरण पर्न गयो भने पनि देवताको हितको लागि तिमीहरूलाई नमारी छाड्ने छैनन्। फेरि दानवहरूका राजा वीर पराक्रमी भएर पनि कायरतासित लाग्नु उचित छैन। कायरदेखि शिवजी प्रसन्न हुँदैनन्। बरु युद्धमा पराक्रम देखाउने वीरदेखि प्रसन्न हुनेछन्। अतः किन नलड्ने? अवश्य लड। यदि संयोगले जित्यो भने पनि तिनै लोकको सुख भोग गरौला। नारद मुनिका यस्ता कुरा सुनेर तारकाक्ष र विद्युतवादी दानवहरू आयुष्य क्षीण भइसकेका हुनाले भन्न लागे, ठिक हो, उत्तम हो, नारदजीको आज्ञा भएको उचित हो। दानव राजमयले पनि आफ्ना सहयोगीहरूको कुरा सुनि अब समस्त दानव वंशको संहार हुने समय भयो भन्ने जानी नारदजीले आज्ञा भएको उचित हो भनी समर्थन गरे। अनि मयका वचन सुनेर नारदजी पनि प्रसन्न हुनुभयो र समस्त दैत्यहरूलाई युद्ध गर्न उद्यत पारी मयसित विदा मागी महादेव कहाँ गएर उहाँ भएको कुरा सबै निवेदन गरे। त्यसपछि समस्त दानवहरू युद्धको इच्छा गरी अनेक तरहका शस्त्रास्त्रले सज्जित भई लड्न तयार भए। बलनामा, नेमिनामा, बाणासुर, तारकाक्ष, विद्युतमाली आदि प्रधान दानवहरू अनि युद्धको निश्चय गरी राजा मयका सामुन्ने आए। अनेक प्रकारका सिंहनाद गर्दै गर्जन थाले। फेरि ती दानव सैन्य स्वयं दानवहरूलाई नै भयदायक देखिन लागे। परस्पर ऊ रथ आयो, उता हेर ऊ महादेवका रथको ध्वजा देखियो भन्न लागे। भय र शोक त्यागी नाना तरहका शस्त्रास्त्रले युद्धको इच्छाले जसरी पशु आगोको नजिक गए झैं कालले प्रेरित दैत्यगण शिवको रथ कहिले आइपुग्छ, युद्ध गर्न पाइन्छ भनी हेरिरहे। त्यसै बखत पश्चिम सागरको शिरोभागमा रहेको अनेक सौन्दर्यले शोभा बढाइरहेका ध्वजा पताका आदिले सज्जित एवं सुशोभित सुमेरु पर्वत समान त्रिपुर देखियो। नन्दीश्वर आदि महादेवका प्रधान गणहरू उच्च स्वरले सिंहनाद गर्न लागे। तिनको सिंहनाद सुनेर दानव गणहरू पनि नगर छाडी बाहिर निस्के। यता चण्डेश्वर पनि उज्जवल कुठार हातमा लिएर डरलाग्दो मुख पारी शिवगणका सामुन्ने आए। फेरि देदीप्यमान त्रिशूल हातमा लिए शिवके समान पराक्रम गर्ने इच्छा भएका गणका अधिपति पार्श्वभागमा आए। अर्को गणका स्वामी शङ्कुकर्ण मुसल हातमा लिएर अर्को पार्श्वमा डटे। नन्दी, भृङ्गी, ऋटी, तुण्डी र वीरभद्र आदि प्रधान वीरहरू पनि वज्र, त्रिशूल, गदा, परिग्रह आदि लिएर युद्धमा अग्रसर भए। यता दानवगण पनि शिवजीको रथ आएको देखेर युद्धका निमित्त अनेक शस्त्रास्त्र लिएर शिवगणमाथि जाइ लागे। अनि दुवै तर्फबाट युद्ध सुरु भयो। शिवजी पनि त्रिपुरलाई भस्म हुन लागे झैं देखेर प्रसन्न मुद्राले संग्राममा तत्पर हुनुभयो। नन्दी महाबली दानवसित जुझे। भृङ्गीले 10 बाणद्वारा विद्युत प्रभलाई भेदन गरे, तर राता नेत्र पारेर अनेक शिलाले ठोक्दा पनि उसलाई केही हानि गर्न सकेनन्। तब श्रृङ्गी र ऋटीले त्यस दैत्यका पृष्ठदेशमा प्रहार गरे। अनि उसले पनि सर्प झैं निश्वास गर्दै ठुलो शूलले भृङ्गी र ऋटीलाई मर्ममा प्रहार गर्यो। त्यसको पीडा खप्न नसकी भृङ्गी र ऋटी संग्रामबाट भागे। त्यस दानवराजले जब तिनीहरूलाई त्यसरी भगाए थियो तब गणनायक गणेशलाई पनि 1000 सरको प्रहारले घायल तुल्यायो। फेरि 63 र 10 बाण थपेर गणेशको सर्वाङ्गमा घाउ गरायो। बैरीको त्यस्तो अदम्य साहस देखेर गणेशजी पनि रिसाई सुड लामो पारेर त्यस दानवको घाँटीमा बेरी बेसरी निमोठी मत्ता हातले तलाउमा फुलेको कमलको पुष्पलाई सहजै उखेलेर फाले झैं गरी विद्युत प्रभ दानवको शिर उखेलेर फालिदिए। अनि गिँडबाट छुटिएको उसको शिर सरोवरमा छुट्टी हात्तीका दाँतमा अड्किएको कमलको पुष्प झैं शोभित भयो। त्यो देखेर भृङ्गी र ऋटीले पनि अनेक स्तुतिगान गरे। अनि नेमिनामा र बलनामा दुवै दानव रिसाई गणनायक गणेशका सर्वाङ्गमा बाण हानेर घाउ लगाउन थाले। ती दानवलाई शङ्कुकर्णले बीचमै रोकेर तिनका रथ, सारथी, ध्वजा र घोडा सबै काटी मारी विरथी गराए। ती दुवै दानव पनि तत्काल अर्को रथमा चढेर आई चण्डेश्वर गणनायकका सबै अङ्गमा अनेक बाण प्रहार गरी घाउ पारिदिए।
गणनायक र चण्डेश्वरले पनि दानवका प्रहार खपेर रिसले रातारात आँखा पारी हातमा मुसल्ली बेगले हाने, त्यसको चोट खप्न नसकी दुवै दानव यमराजको नगरमा पुगे। त्यसपछि त्रिपुर निवासी ठूला ठूला जो योद्धाहरू थिए ती सबै रिसले चुर भई एक साथ निस्केर वज्र, त्रिशूल, परिग्रह, कुठार आदि अस्त्र लिई शिवजीको गणमाथि जाइ लागे। यसरी परस्पर घोर घमासान संग्राम चल्न लाग्यो। महादेवको आज्ञा पाएका शिवगणहरू पनि गजराजले कदली वन ध्वस्त पारे झैं उन्मत्त सिंहले मृगहरूलाई भड्काए झैं ती दानवहरूलाई छिन्न भिन्न पारी मार्न लागे। ती दैत्यहरूमा कसैको शिर छैनन्, कसैका गिँड छैनन्। त्यस युद्धमा रगतको नदी झैं बगे झैं भयो। वायुको बेगले छिन्न भिन्न भएका मेघ झैं र वज्रको चोटले धुलो भएका पर्वतका शिखर जस्तै लड्दै पश्चिम समुद्रमा गिर्दै गए। जब नेमिनामा र बलनामा वीरलाई शङ्कुकर्णले मारे भन्ने सुनेपछि तारकाख्य नामको दानव रिसाएर गणनायकमाथि झम्टियो र अनेक बाण प्रहार गरेर घायल पारिदियो। तब शङ्कुकर्णले पनि त्यसको प्रहार खपेर त्यसको शिरमा मुसर बजारी उच्च स्वरले सिमनाद गरे। अनि त्यो दानव केही बलहीन भएर गिला जस्तै देखियो अनि निर्धक्कसित त्यसका छातीमा भाला प्रहार गरे। त्यस चोटले दानव भूमिमा लड्यो, तर तुरन्त उठेर चक्र लिई गणनायकमाथि प्रहार गर्यो। अनि शङ्कुकर्णले रिसाई साह्रै पीडा पर्ने गरी मुड्कीले हिर्काए। त्यो चोटले दानव खन्न घुमेर ढली मूर्छा भयो र दिव्य आयुधहरू त्याग्दो भयो। अनि त्यो चोट खप्न नसकेर मृत्युमा प्राप्त भयो। त्यसरी उसलाई गिरेको देखेर उठाई राजा मयको भवनमा लगेर सारा स्थिति सुनाउँदै अनेक किसिमले विलाप गर्न लागे। त्यसरी रोई विलाप गर्न लागेका दानवहरूलाई मयले राम्ररी बुझाए भने, हे दानव हो, मेरो घरमा अमृतको कुण्ड छ, त्यसमा चोभी मरेका जति सबै दानवलाई बचाऊ। यति सुनेपछि जो आज्ञा भनी प्रसन्न मनले मरेको तारकासुरलाई अमृतमा चोबेर बिउताए। मरिसकेको वीरलाई पनि जीवन प्रदान गरे भन्ने खुसीले राजा मयलाई सबैले बारम्बार प्रणाम गरे। त्यसै गरी मरेका अरू दानवहरूलाई पनि जीवित पारे। अनि त्यो तारकाख्य पहिले भन्दा पनि दोब्बर साहस र शक्तिसाथ सङ्ग्राममा आयो। ब्रह्माजीले त्यसलाई देख्न साथ आफ्नो दाहिने हातको औँलाले संकेत गरेर श्री महादेवलाई विनयपूर्वक भन्नुभयो, हे ईश्वर, त्यो दानव अघि नै मरिसकेको थियो, तर अहिले फेरि बाँचेर लडाइँमा आयो। मयको घरमा अमृतको कुण्ड छ, त्यसले मरेका समस्त दानवलाई बचाउनेछ। अतः हे शिव, त्यसका घरमा अमृत रहेसम्म मरेका दानवलाई बराबर बचाइरहनेछ। यसकारण एक बाण प्रहार गरेर त्यो अमृत सोसिलिनु पर्दछ। ब्रह्माजीको वचन मानेर शिवले एक बाण प्रहार गरी सारा अमृत सोसिलिनुभयो। ब्रह्माजीले फेरि विनयपूर्वक बिन्ती गरे, हे प्रभु, अब त्यो बाण प्रहार गर्नुहोस्। मैले त्रिपुरसितको युद्ध अघाउजी देखेँ, लड्दा लड्दा आधा हजार वर्ष बितिसक्यो, तर त्यसको नाश हुन सकेन। अब त्यो बाण शीघ्र छाड्नुहोस् अनि बैरीको नाश होला। ठिक उसै बेला ती तीन पुरहरू आधा निमेषसम्म जोरी फेरि छुट्टिनेछन्। ती पुरहरू एकपल्ट जोरिएर छुट्टिएपछि जति बाण प्रहार गरे पनि सफलता प्राप्त हुन सक्दैन। हे प्रभु, मेरो प्रार्थना स्वीकार गरी बक्सिन्छ भने तत्काल बाण प्रहार गरेर यस त्रिपुरलाई नाश गर्नुहोस्। ब्रह्माजीको त्यस्तो विनययुक्त कुरा सुनि ठिक हो, असल हो भनी त्यो अग्नि सोम युक्त उग्र बाण धनुमा राखी धनुलाई तलमाथि झुकाए। दिव्य 10,000 वर्ष पुग्न साथ आधा निमेष आधा आँखा झिम्म गरेर उघारे जति समयको लागि त्रिपुर जोरियो। तब महादेवले आफ्नो योग बलले निश्चल पारिदिनु भयो। अनि जसको टुप्पोमा अग्निसोम स्थित थिए त्यो नारायण रूपी बाण शिवले प्रहार गर्नुभयो। त्यो बाण छुट्न साथ त्रिपुरका भव्य महलहरूमा आगो लागेर चारैतिर डढ्न लाग्यो। धिक धिक, कष्ट कष्ट भन्ने शब्दहरू सुनिन लाग्यो। महादेवले तत्काल नन्दीलाई भन्नुभयो, त्यो मय दानव मेरो प्रिय भक्त छ, त्यसलाई अग्निले नडढाउनु। श्री महादेवको त्यस्तो आज्ञा पाउन साथ वायु रूप भई बाण भन्दा पनि बेगले गई मयको घरमा नन्दीले देखे राजा मय शिवलिङ्ग सामुन्ने राखी उनैको ध्यान गरिरहेको छ। तब नन्दीले मयलाई भने, अग्निले तिमीलाई जलाउने छैनन्। मयले तुरन्त नन्दीलाई प्रणाम गरे। त्यसै बेला अग्नि पनि आइपुगेर नन्दीले शिवको आज्ञा अग्निलाई सुनाइदिए। तब अग्निले मय दानवतिर फर्केर भने, हे शिव भक्त, अब तिमी यो नगर छोडेर तुरन्त जाऊ। मयले जो आज्ञा भने सुवर्णको शिवलिङ्ग बोकी तत्काल पाताल गए। यता नन्दीले फर्केर आए, सम्पूर्ण कुरा शिवजीलाई बिन्ती चढाए। अब त्रिपुर भस्म हुन लाग्यो। त्यसका वेदी महल उद्यानहरूमा धमाधम भत्किएर नासिन थाले। अनेक दानव र तिनका परिवारहरू कराएको मात्र सुनिन लाग्यो। वस्त्र फुस्किएका अनेक सुन्दर स्त्रीहरू घरबाट बाहिर निस्की रोए कराएको चर्को स्वर सुनिन लाग्यो। अग्ला अग्ला महल र विमानहरूमा रहेका कठोर र उच्च स्तन भएका मदले विफल नेत्र भएका आफ्ना पतिका अत्यन्त प्रिय नारीहरू अग्निबाणले डराई घरमै यताउता दगुर्न कराउन थाले। जस्तै पर्वतमा भूमिकम्प हुँदा त्यहाँका किन्नरहरू भयले व्याकुल हुन्छन्, त्यस्तै आफ्ना पतिलाई भयले आकुल भई अङ्कमाल गर्न थाले। कोही डराई भाग्न थाले। कतिपय दानवगण आफ्ना स्त्रीहरूलाई बोकेर नगर छाडी बेगले भाग्न लागे। शिवको भक्तिले हीन र वस्त्राभूषणले पनि हीन पर्वताकार देख्दैमा डर लाग्दा काला दानवहरू डढेर सागरमा खस्न थाले। जति दानवहरू समुद्रमा खसेथे ती सबैलाई जलका अनेक जन्तुले खान लागे। कति दानवहरू त आफ्ना पति वा पत्नीको अवस्था देखेर खप्न नसकी आगोमा डढेर मरे।
र तीका अन्त्यमा खेदित भएका तर तुरुन्त कामले पीडित भई प्रियाका साथ जाउँ भन्ने इच्छा भएका ती दैत्यहरू भार्यासहित अग्निमा डढेर मरे। कोही समुद्रमा आमखारी जलजन्तुको भोजन भए, कोही आधा डढेर, कोही भाग्दा लडेर स्वाहा भए। यस प्रकार त्यो अमोघ अग्नि सुमयुक्त बाणले त्रिपुर भस्म पारी शेषनगर समुद्रमा डुबाई फेरि भगवान शिवको हातमा आइपुग्यो। त्यस्ता प्रकारले अवेद्य त्रिपुर भस्म भएपछि देवताहरू आफ्ना अधिकार पाई शिवजीलाई प्रणाम गरेर स्तुति गर्न लागे। हे रुद्र, आज हजुरद्वारा जुन रौद्र कर्म हुन गयो त्यो अन्य कसैबाट पनि न कहिले भएको थियो न फेरि हुनेछ। हे शङ्कर, यो कामले हामी समस्त देवताहरूको कष्ट निवारण गरिदिनु भयो। अतः हजुरलाई कोटि कोटि नमस्कार छ। यस्तो देवगणले स्तुति गरेको सुनि महादेव प्रसन्न भएर आज्ञा भयो। हे देवता हो, आफ्ना प्रिय भक्तजनलाई सदैव पुत्र जस्तै स्नेहपूर्वक पालना गर्नुपर्दछ। आज त्रिपुरवासी दानवहरूको समार हुन गएकोले तिमीहरूको इच्छा पूर्ण भयो। अब तिमीहरू खुसी साथ आफ्ना आश्रममा जाओ। श्री महादेवले यस्तो आज्ञा भएको सुनि महादेवलाई दण्डवत प्रणाम गरी आफ्ना लोकमा जाँदा भए। देवताहरू गएपछि नन्दी, भृङ्गी, भूत, प्रेत, पिशाच, नरकिनी साकिनी सहित भएर शिवजी कैलाशपुरी पाल्नुभयो। हे अगस्त्य मुनि, यो सहसा कसैले वर्णन गर्न नसक्ने त्रिपुरदाह मैले सुनाए। जो शिव भक्त खुसी साथ यो कथा सुनला वा सुनाउला त्यो समस्त पापबाट मुक्त भएर मरेपछि शिवको पार्षद भएर सधैँ कैलाशमै बस्न पाउनेछ। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर्या गतकथायां त्रिपुरदाह वर्णनं नाम पंचमोऽध्यायः। ओम नमः शिवाय। हरि श्री हरि स्वस्थानी परमेश्वर्यै नमः। नारायण नमो नमः। श्री स्वस्थानी परमेश्वरी को जय श्री सांब सदा शिव भगवान को जय समस्त भक्तजन को जय जय हो। यी अध्याय अरूभन्दा अलिक बढी लामा छन् है। अलि लामो थियो हजुर। जय हो। डबल तिरुवल लामो छ। हो त नि। हस्, अब हामी भन्न खोजेको के हो त मिस्टर? भन्न खोजेको त भनिसकियो तपाईँले। अब कति बुझाउने होला? कति भन्ने त अब सुन्नु भएन? सुनेको ल, सुन्नेको भए फेरि सुन्नु होला। रेकर्ड युट्युबमा आउँछ, फेरि सुन्नु होला है। हस् ल, अब श्रीमद् भगवत गीताको वाचन दाजु पमनारायण अधिकारीज्यूले गर्नुहुन्छ। हस्, नमो नमः। हरि ओम। ओम मंगलम भगवान विष्णु मंगलम गरुडाध्वज मंगलम पुंडरीकाक्ष मंगलाय तनोहरि। जयंती मंगला काली भद्रकाली कपालिनी दुर्गा क्षेमा शिवा धात्री स्वाहा स्वाधा नमस्तुते। कस्तूरी तिलकम ललाटपटले वक्षस्थले कौस्तुभम नासाग्रे वरमौक्तिकं करतले वेणुकरे कंकणम सर्वांगे हरिचंदनम सुललितम कंठे च मुक्तावली गोपस्त्री परिवेष्टितो विजयते गोपाल चूड़ामणि। जय श्री कृष्ण। हरि ओम। ओम श्री परमात्मने नमः। अथ श्रीमद् भगवत गीता अथ षोडशो अध्याय। श्री भगवानुवाच। अब मलाई हुन्छ। अभयं सत्य संशुद्धिर अभयं सत्त्व संशुद्धिर ज्ञान योग व्यवस्थिति ज्ञान योग व्यवस्थितिः दानं दमश्च यज्ञश्च दानं दमश्च यज्ञश्च स्वाध्यायस्तपार्जवम् स्वाध्यायस्तपार्जवम् अभयं सत्य संशुद्धिर ज्ञान योग व्यवस्थिति दानं दमश्च यज्ञश्च स्वाध्यायस्तपार्जवम् अभयं सत्त्व संशुद्धिर् ज्ञान योग व्यवस्थितिः दानं दमश्च यज्ञश्च स्वाध्यायस्तपार्जवम् अहिंसा सत्यमा क्रोधस् अहिंसा सत्यमा क्रोधस् अहिंसा सत्य
त्यागः शान्तिरपैशुनम् त्यागः दया भूतेष्वलोलुप्त्वम् मार्दवम् ह्रीरचापलम् अहिंसा सत्यमा क्रोधस्त्यागः शान्तिरपैशुनम् दया भूतेष्वलोलुप्तं मार्दवम् ह्रीरचापलम् अहिंसा तेजः क्षमा धृतिः शौच मद्रोहो नातिमानिता भवन्ति सम्पदं दैवीमभिजातस्य भारत तेजः क्षमा धृतिः शौच मद्रोहो नातिमानिता भवन्ति सम्पदं दैवीमभिजातस्य भारत हजुर दम्भो दर्पभिमानश्च क्रोध पारुष्यमेव च अज्ञानं चाभिजातस्य पार्थ सम्पदमासुरीम् दम्भो दर्पोऽभिमानश्च क्रोधः पारुष्यमेव च अज्ञानं चाभिजातस्य पार्थ सम्पदमासुरीम् हजुर अब मेरो अन्तिम श्लोक छ आज पाँचौं श्लोक दैवी सम्पद विमोक्षाय निबन्धाय सुरीमता मा शुचः सम्पदं दैवी मभिजातोऽसि पाण्डव दैवी सम्पद विमोक्षाय निबन्धाय सुरीमता मा शुचः सम्पदं दैवी मभिजातोऽसि पाण्डव हजुर धन्यवाद सबैलाई यसलाई मलाई पछ्याइदिनु भयो अब म यसको यहाँ लेखिएको नेपालीमा यसको अर्थ म वाचन गर्नेछु जस्तो अब प्रथम श्लोकमा भएको सर्वथा अभाव अन्तःकरणको पूर्ण निर्मलता तत्व ज्ञानका लागि ध्यान योगमा निरन्तर दृढ स्थिति र सात्विक दान
इन्द्रियहरूको दमन, भगवान देवता र गुरुजनहरूको पूजा तथा अग्निहोत्र आदि उत्तम कर्महरूको आचरण एवं वेद शास्त्रहरूको पठन पाठन तथा भगवानका नाम र गुणहरूको कीर्तन, स्वधर्म पालनका लागि कष्ट सहन अनि शरीर तथा इन्द्रिय सहित अन्तःकरणको सरलता। जस्तो दोस्रो श्लोकमा मन, वाणी र शरीरले कुनै प्रकारले पनि कसैलाई कष्ट नदिनु, यथार्थ र प्रिय बोली बोल्नु, आफ्नो कुभलो गर्नेहरूप्रति पनि क्रोध नगर्नु, कर्ममा कर्तापनको अभिमानको त्याग हुनु, अन्तःकरणको उपरति अर्थात् चित्तको चञ्चलताको अभाव हुनु, कसैको पनि निन्दादि नगर्नु, सबै भूत प्राणीहरूमा हेतु रहित दया, इन्द्रियको विषयहरूसित संयोग हुँदा पनि ती प्रति आसक्ति नहुनु, कोमलता, लोक र शास्त्र विरुद्ध आचरणमा लज्जा र व्यर्थ चेष्टाहरूको अभाव हुनु। अब यस्तै तेस्रो श्लोकको अर्थ तेज, क्षमा, धैर्य, बाहिरको शुद्धि एवं कसैमा पनि शत्रुभाव नहुनु र आफूमा पूज्यताको अभिमानको अभाव हुनु। हे अर्जुन, यी सबै दैवी सम्पदा लिएर उत्पन्न भएका पुरुषहरूका लक्षण हुन् भनेर भन्नुभएको छ भगवानले। हे पार्थ, अब चौथो श्लोकको हे पार्थ, दम्भ, घमण्ड र अभिमान तथा क्रोध, कठोरता र अज्ञानी सबै आसुरी सम्पदा लिएर उत्पन्न भएका पुरुषका लक्षण हुन् भनेर यसमा भनिएको छ। त्यस्तै आजको अन्तिम श्लोकको अर्थ दैवी सम्पदा मुक्तिका लागि र आसुरी सम्पदा बन्धनका लागि मानिएका छन्। यसर्थ हे अर्जुन, तिमी शोक नगर, किनकि तिमी दैवी सम्पदालाई लिएर उत्पन्न भएका छौ भनेर भगवानले अर्जुनलाई भन्नुभएको छ। जय श्री कृष्ण। म यही विश्राम गर्दछु। जय श्री कृष्ण, जय श्री राधे। धन्यवाद दाजु। हजुर, यसरी यो दैवी सम्पदा र आसुरी सम्पदाको विवेचन भगवान स्वयंले गर्नुभएको छ। म सार मात्रै भन्छु, सबै श्लोकमा गइन। तात्पर्य के रहेछ भने भगवानको कृपाले जो बोध भएको छ, जम्मा दुईटा संस्कार सम्पत्ति छन् हाम्रो, एउटा दैवी सम्पत्ति, एउटा आसुरी सम्पत्ति। मेरो सम्पत्ति 5 करोड बैंक ब्यालेन्स छ, 3टा घर छ, 2टा गाडी छ, यो होइन सम्पत्ति। हाम्रो सम्पत्ति जम्मा दुई थरी छन्, या त दैवी छ या आसुरी छ। आहार निन्द्रा भएर मैथुनको गर्दो त जसरी पनि टर्छ संसारमा। पशुवत जीवन, एउटा चाहिँ शरीरको जीवन यापन त जसरी पनि हुन्छ। तर सम्पत्ति भनेको के हो भन्दा या त दैवी हो या त आसुरी हो। दैवी सम्पद विमोक्षाय निबन्धाया सुरी मता मनसुचः सम्पदम दैवी मबीजातोषि पाण्डव। भगवानले अर्जुनलाई निष्कर्षमा भन्नुभयो कि दैवी सम्पत्तिले मोक्ष मार्गमा लैजान्छ, भगवत प्राप्ति गराउँछ। आसुरी सम्पत्तिले बन्धन गर्छ, नर्कमा लैजान्छ। यति दुईटा कुरो। अब यहाँ के हो भने तिमीले चाहिँ चिन्ता नगर अर्जुन, तिमी दैवी सम्पदा लिएर आएका छौ, तिमी सत्पात्र हो। कुरा दुईटा हुन्छ, कि चाहिँ हामी दैवी सम्पत्तिको धारण गर्दा गर्दै गर्दा गर्दै भगवत प्राप्ति गर्छौँ, सत्सङ्गमा हामी लागेर दैवी सम्पत्तिलाई अपनाउँदै त्यसलाई धारण गर्दै दैवी संस्कारहरूलाई पालना गर्दै गर्दै अन्तिममा गएर भगवानको प्राप्ति हुन्छ, एउटा मार्ग। आसुरीबाट त हुँदै हुँदैन। कि त हामी अनायास भगवानको कृपाले सत्सङ्गमा लागेर भगवानको भक्त भएपछि भगवानको कृपाले हाम्रो आचरण एकदम छिटो सुध्रिन्छ। गीता पढ्ने, साधना गर्ने व्यक्ति ढिलो, त्यो चाहिँ 6 महिना रोगको चाहिँ उपचार गर्न औषधि लाग्न 1 वर्ष 2 वर्ष लाग्छ नि, कुनै कुनै त्यस्तो हुँदैन। हुन्छ भने तत्काल हुन्छ, नत्र हुँदैन। यस्तो चिज हो यो। सत्सङ्गको असर परिहाल्छ, नपर्नेलाई पर्दै पर्दैन भागिहाल्छ खाएर। जसलाई सत्सङ्गको असर हुन्छ त्यो उतिखेरै चेन्ज भइहाल्छ, युटर्न हुन्छ। त्यही भएर ढुक्क हुनु अर्जुन, तिमी दैवी सम्पदवाला हौ, तिमी आसुरी होइनौ। त्यही भएर तिमी ढुक्क हुनु मा सुचः, चिन्तै नगर। तिमी दैवी सम्पत्ति लिएर आएका छौ, दया, माया, प्रेम, करुणा, अहिंसा, सत्य, तपस्या, चित्तको स्थिति, धैर्यता, ढुक्कपन, अत्यन्तै धार्मिक, अत्यन्तै
सत्संग जिज्ञासु, अद्रोह गर्ने, शौच भित्र बाहिरको पवित्र, त्यागी, शान्ति, स्थिर, धेरै यस्ता चाहिँ दैवी गुणहरू भगवानले यहाँ बताउनु भएको छ। स्वाध्याय प्रेमी, सत्संग प्रेमी, युद्धको मैदानमा पनि ज्ञान सोध्दैछन्। लड्ने बेलामा कसैले ज्ञान सोधेर बस्छ, भगाभग हान्छ नि, होइन? तर कति अर्जुनमा कति धैर्यता, कति चाहिँ धीरता, केशव के गर्न हुन्छ, के गर्न हुँदैन, सत्य के हो, असत्य के हो, धर्म के हो, अधर्म के हो, गर्न हुने के हो, नहुने के हो, धर्म के हो, अधर्म के हो, सबै कुरा सोधेका छन् उनले। मेरो कर्तव्य के हो, कर्तव्य अकर्तव्य के हो, सोधेका छन्। उनी दैवी सम्पदावान थिए। तर मन लाग्दी आहार विहार गर्ने, मन लाग्दी जीवनशैलीमा चल्ने, अर्कालाई ठग्ने, लुट्ने, रुवाउने, धोका दिने, पाप कर्म गर्ने, अर्कालाई दुःख मात्रै दिने, पीडा दिने, उन्मत्त हुने, मादक पदार्थको सेवन गर्ने, होइन, हिंसाद्वारा मांसजन्य, मदिराजन्य पदार्थहरूको सेवन गर्ने, यो त आसुरी संस्कार हो नि त। यस्तो आसुरी संस्कारले भगवत प्राप्ति हुँदैन। दैवी संस्कारलाई पालना गर्नुपर्छ अनिवार्य रूपमा। कि त दैवी संस्कारबाट भगवत प्राप्ति गर्नु पर्यो, कि त भगवत प्राप्ति गरेर ज्ञान योगको मार्गबाट तुरुन्तै फेरि दैवी संस्कारमा जानु पर्यो। ज्ञान मार्गबाट भगवत प्राप्ति गरे पनि, छिट्टो प्राप्ति गरे पनि, अथवा समर्पण सरेन्डरबाट, भक्ति योगबाट भगवानको प्राप्ति गरे पनि दैवी संस्कारमा त आउनै पर्छ। दैवी संस्कार छैन भने त्यो भगवत प्राप्तिको लक्षण होइन। दैवी संस्कार अनिवार्य छ। यो कुरामा भगवानले यहाँ जोड दिँदै हुनुहुन्छ। व्यवहारमै आउनु पर्यो अध्यात्म, व्यवहारमै आउनु पर्यो हाम्रो साधना। यसमा भगवानले जोड गर्दै हुनुहुन्छ। अत्यन्तै महत्त्वपूर्ण छ, यो प्र्याक्टिकल छ हाम्रो लागि। मैले यति निवेदन गरेँ। जय श्री कृष्ण। अब हाम्रो सचिवज्यू गीता जमरकट्टेलज्यूले आज विष्णु सहस्रनाम स्तोत्रम पाठ गर्नुहुन्छ। सबैले उहाँको पछाडि पुनरावृत्त गर्नेछौँ। आजको पाठ कतिबाट छ? 29बाट 33 सम्म। हजुर, सबैले आफ्नो पुस्तकमा हेर्नु होला। सम्पूर्णलाई रात्रिकालीन हरे कृष्णको नमन, नमस्कार। हरे कृष्ण। हरि ओम सच्चिदानन्द रूपाय विश्वोत्पत्यादि हेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः। म विष्णु सहस्रनामको 29औं श्लोकबाट वाचन गर्छु, मलाई पछ्याउनु होला। भाजिष्णु भोजनं भोक्ता भोक्ता सहिष्णुर्जनार्दनः अनघो विजयो चेता विश्वयोनिः पुनर्वसुः। पुरै श्लोक भन्छु। भ्राजिष्णु भोजनं भोक्ता सहिष्णु जगदादिजः अघनो विजयो जेता विश्वयोनिः पुनर्वसुः। यसको अर्थ पनि म पढ्छु। भोजनं भोक्ता सहिष्णु जगदादिजः अनघो विजयो चेता विश्वयोनिः पुनर्वसुः। हुन्छ, यसको अर्थ पनि सँगसँगै पढ्दै जान्छु, सुन्नुहोला। प्रकाश रूप, भोज्य रूप, भोग्ने, सहनशील, संसार भन्दा अघि हुने, पाप रहित आदि ज्ञान आदि गुणले संसारलाई जित्ने, स्वभावले समस्त प्राणीलाई जित्ने, संसारका कारण रूप फेरि शरीरमा बस्ने भन्ने यसको अर्थ रहेको छ। अब 30औं श्लोक। उपेन्द्र वामनः प्रासुर मोघः शुचिरुर्जितः अतीन्द्रः संग्रह सर्गो
अतीन्द्रः सङ्ग्रः सर्गो धृतात्मा नियमो यमः धृतात्मा धृतात्मा नियमो नियमो यमः यमः पुरै श्लोक उपेन्द्रो वामनः प्रासुर्मोघः शुचिरुर्जितः अतीन्द्रः सङ्ग्रह सर्गो धृतात्मा नियमो यमः उपेन्द्रो वामनः प्रासुर्भोगः शुचिरुर्जितः अतीन्द्रः अतीन्द्रः सङ्ग्रहः सङ्ग्रह सर्गो सर्गो धृतात्मा धृतात्मा नियमो नियमो यमः। यसको अर्थमा छ इन्द्रका भाइ सानो बालक स्वरूप वामन अवतार जसको कार्य व्यर्थ हुँदैन शुद्ध स्वरूप बलवान ज्ञान र वैराग्यले इन्द्रलाई जित्ने संहार कालमा एकत्र गर्ने सृष्टि रूप स्थिति आत्मा अघि कारणले प्रजालाई आफ्नो अधीन गर्ने सबैका हृदयमा बसी सबैलाई काममा लगाउने भन्ने रहेको छ। अब 31औं श्लोक वेद्यो वैद्यः समायोगी वेद्यो वैद्यः सहायोगी वीरः माधवो मधुः वीरः मधु अतीन्द्रियो महामायो अतीन्द्रियो महामायो महोत्साहो महाबलः महोत्साहो महाबलः। पुरै श्लोक वेद्यो वैद्यः सदा योगी वीरः माधवो वधूः अतीन्द्रियो महामायो मयोत्साहो महाबलः वैद्यो वैद्यः सहायोगी वीरः माधवो मधुः अतीन्द्रियो महामायो महोत्साहो महाबलः। यसको अर्थमा छ मोक्षार्थीले जान्न योग्य वेदादि सब विद्या जान्न योग्य सबैका योगी वीर दैत्यलाई नाश गर्ने ब्रह्म विद्यामा स्वामी अमृत समान आनन्द दिने इन्द्रिय भन्दा पर मायावीरहरूमा महान ठुलो उत्साह भएका बलवानहरूमा बलि भनिएको छ। 32औं श्लोक महाबुद्धिर्महावीर्यो महाशक्ति महारयुक्तिः अनिर्देश्यो पुः श्रीमान् ज्ञेयात्मा महादृक् पुरै श्लोक महाबुद्धिर्महावीर्यो महाशक्ति महाद्युतिः अनिर्देश्यो वपुः श्रीमान् ज्ञेयात्मा महादृक् महाबुद्धिर्महावीर्यो महाशक्तिर्महाद्युतिः अनिर्देश्य वपुः श्रीमान् ज्ञेयात्मा महादृक्। यसको अर्थ छ बुद्धिमानहरूमा बुद्धिमान अति पराक्रमी अत्यन्त सामर्थ्यवान महाप्रकाश स्वरूप निर्देश गर्न योग्य शरीर नभएका ऐश्वर्य रूप प्रमाण भन्दा ठुलो आत्मा भएका ठुलो पर्वत उठाउने भनिएको छ। अब 33औं श्लोक आजको अन्तिम महेश्वासो महिर्भरता श्रीनिवासः सतां गतिः
अनिरुद्धः सुरानन्दो अनिरुद्धः सुरानन्दो गोविन्दो गोविदम्पतिः गोविन्दो गोविदाम्पति पूरै श्लोक महेश्वासो महीभर्ता श्रीनिवासः सतं गतिः अनिरुद्धः सुरानन्दो गोविन्दो गोविदम्पतिः महेश्वासो महीभर्ता श्रीनिवासः सतां गतिः अनिरुद्धः सुरानन्दो सुरानन्दो गोविन्दो गोविदाम्पति गोविदाम्पति यसको अर्थ छ ठुलो धनुष भएका पृथ्वी पालन गर्ने समीपमा लक्ष्मी बसेकी सज्जनहरूका गति भएका सबैले रोक्न नसक्ने देवतालाई आनन्द दिने पृथ्वीको उद्धार गर्ने वेद जान्नेका स्वामी भनिएको छ। हरिओम तत्सत। जय श्री कृष्ण। जय श्री जय श्री राधे। सुन्दर वाचन गर्नुभयो गीता बहिनीले, अत्यन्तै राम्रो प्रष्ट वाचन गर्नुभयो अर्थसहित। यसरी अभ्यास गर्दा गर्दै सनै सनै हुन्छ, एकैचोटिमा सबै कुरो हुँदैन नि। बारम्बार पढेपछि, दिनदिनै पढेपछि, यो हिजोको एउटा श्लोक थियो नि, म एकचोटि फेरि पढ्छु है त। 28औं श्लोकमा पमनारायण दाजुले राम्रो शुद्ध पढ्नु भएको थियो, यसलाई फेरि पुनरावृत्त गरौँ। लोकाध्यक्षः सुराध्यक्षो धर्माध्यक्षः कृताकृतः। सुन्नु मात्रै होला। चतुरात्मा चतुर्व्यूहस् चतुर्दंष्ट्र चतुर्दम। चतुर रेफ ल्याउने अनि दम भन्ने माथि त्यहाँ श्रीबिन्दु छ नि दमा। चतुर्व्यूहस् चतुर्दंष्ट्र अनि फेरि स। चतुर्व्यूहस् चतुर्दंष्ट्र चतुर्व्यूहस् चतुर्दंष्ट्रस् चतुर्भुजः। छुट्टै छुट्टै पाइ पाइ पढ्यो भने शुद्ध भइहाल्छ। अनि त्यसलाई बिस्तारै पढ्दै जाने, छिटो पढ्न पनि सकिन्छ फेरि। चतुरात्मा चतुर्व्यूहस् चतुर्दंष्ट्रस् चतुर्भुजः। चतुरात्मा चतुर्व्यूहस् चतुर्दंष्ट्रस् चतुर्भुजः। एकचोटि सबैले भनौँ त। चतुरात्मा चतुर्व्यूहस् चतुर्द्रष्टस् चतुर्भुजः चतुर्दंष्ट्रस् चतुर्भुजः। एकचोटि फेरि पछाडि भन्नु है। चतुरात्मा चतुर्व्यूहस् चतुर्दंष्ट्रस् चतुर्भुजः। चतुर्दंष्ट्रस् चतुर्दंष्ट्रस् चतुर्भुजः। चतुर्दंष्ट्रस् चतुर्भुजः। चतुर्दंष्ट्रस् चतुर्भुजः। चतुर्भुजः। अब यो वास्तवमा त्यही देवनागरी अक्षर हो, काटे मारेको हो। बिस्तारै पढ्यो भने सबैले सकिहाल्नुहुन्छ। पढ्दाखेरि आत्तिनु हुँदैन, लटपटिन्छ। आत्तियो भने यताको उता, उताको यता हुन्छ। जस्तै सहिष्णुर ज गदादिजः। अब त्यो यस्तै होला भनेर अन्दाजमा भनिदियो भने साटफेर हुन्छ कि मात्रा साटफेर हुन्छ। अगाडिको पछाडि, पछाडिको अगाडि जान्छ अक्षर मात्रा। राजिष्णुर्भोजनं भोक्ता सहिष्णुर् जगदादिजः। बिस्तारै ध्यान दिएर पढ्नुपर्छ, सबै मिल्छ, केही गाह्रो छैन। यो मैले अर्थ पनि वाचन गरिसक्नुभयो, अत्यन्तै राम्रो। एकचोटि कवितामा म अर्थ भन्छु, अझै प्रष्ट हुन्छ, पुनरावृत्ति हुन्छ है त। 15 मिनट पछि भागवत हामी सुनौला, भ्याइहालिन्छ। 9:30 मा भ्याइहालिन्छ। भ्राजिष्णु नाम भो तिम्रो, आजको अर्थ है त फेरि। भ्राजिष्णु नाम भो तिम्रो एकनाश स्वरूप प्रकाश। एकै नाशको प्रकाशलाई भ्राजिष्णु। भोजन नाम भो तिम्रो प्रकृति स्वरूप विजात। पुरुष रूप भई आफै प्रकृति भोग गर्दछौ। पुरुष भनेको प्रकृतिको मालिक हो। यो पुरको ईश्वर, पुर भनेको शरीर होइन, अथवा प्रकृति। पुरको मालिक, पुरको ईश पुरुष हो त्यो।
मालिक हो, प्रकृतिको मालिक जो माथि भोग गर्छ उसले। पुरुष रूप भई आफै प्रकृति भोग गर्दछौ, निर्गुण भई गुणमा मिल्दा भोक्ता यो नाम पाउँछौ। हिरण्यक्ष आदिलाई हेला गर्ने भनिकन सहिष्णु भनियो नाम पुकार्छन् सब सज्जन। हिरण्य गर्भ रूपैले उत्पन्न सृष्टि सुरुमा, हुँदामा नाम भो तिम्रो जगदादि जलोकमा। पाप नभई अनघ नाम विजय नाम आउने, ज्ञानादि गुणले संसार माथि विजय पाउने। स्वभावैले सबैलाई जित्ने सम्पूर्ण कार्यमा, जेतायो नाम भो तिम्रो पाताल मर्त्य स्वर्गमा। विश्व हो योनि जसको त्यो नै हो मुख्य कारण, विश्व योनि रह्यो नाम जगतै गरी धारण। शरीर यो क्षेत्र जन्मन्छ बारम्बार जीव भई पशु, क्षेत्रज्ञ रूप भई बस्ने रह्यो नाम पुनर्वसु। इन्द्रका दाजु हुनाले उपेन्द्र नामका भई, वामन भई पृथ्वी माग्ने बलिका घरमा गई। बलिबाट लिन पृथ्वी बढ्नु हुने प्रभुकन, यसैले भन्दछन् प्रांशु लोकमा सब सज्जन। चेष्टा खेर नजानाले अमोघ नाम जो रह्यो, अमोघ भनेको त्यो खेरै नजाने अचुक। भगवानको नाम, भगवानको मन्त्र अमोघ हो। सबै रोग भय शोक हरण गर्ने अमोघ शिव कवच, अमोघ नारायण कवच, अमोघ दुर्गा सप्तशती भनिन्छ नि, अमोघ हुन्छ भगवानको नाम। स्वरूपै शुचि हुनाले सम्झ्यौ कि मुक्त भई गयो, उत्तम बल भएकाले ऊर्जित नामका भयो। रहँदा सृष्टि रूपैले स्वर्ग नाम बनिरह्यो, संग्रह सृष्टिका बेला सबलाई बटुली लिने। अतीन्द्र इन्द्रजी भन्दा हरेकमा माथि भइदिने, रहने एक रस रूपले जन्म मृत्यु विवर्जित। धृतात्मा अचल शान्त माया केवल सिर्जित, आफ्ना अधिकारैमा सबलाई ठिक राखने। नियम नाम भो तिम्रो साक्षी हौ सर्व देखने, अन्तर्यामी आत्मा व्यापक भइरहने सम। अब आयो है, योगीका मनका भोक्ता आखिरकै बल हौ यम। शुद्ध बुद्धि मुमुक्षुले जान्नका तिमी योग्य छौ। शुद्ध बुद्धि, शुद्ध होइन शुद्ध, शुद्ध बुद्धि मुमुक्षुले जान्नका तिमी योग्य छौ। द्रष्टा हौ तापनि आफै भक्तका वेद्य बन्दछौ, सबै विद्याहरू जान्ने वैद्य हौ तम पिउँछौ। लुप्त कहिले हुँदै हुन्नौ सदा योगी अखण्ड छौ। धर्म संरक्षणका लागि दैत्य सेना विनाशने, विरह नाम भो तिम्रो धनु चक्र गदा लिने। विद्याका पति हुनाले माधव अति सुन्दर, महझै प्रेम खडा गर्ने मधु नाम छ सरासर। मधु जस्तो मिठो प्रेम छ भगवान। इन्द्रियबाट जानिन्नौ तर छौ सबका प्रिय, आँखाले त देख्दैन छुँदैन, नदेखिने नछोइने नचाखिने नसुनिने हुँदा पनि यस्तो प्रेमी हैन। नाम है तेरा इतना प्यारा, हैन, नाम है तेरा इतना सुन्दर, वो कितना सुन्दर होगा, एउटा गाना छ नि, नाम है तेरा तारणहारा, वो कितना सुन्दर होगा। नाम त यति प्यारो छ भने, उसको चर्चा लीला त यति प्यारो हुन्छ भने ऊ आफै कस्तो होला, कति प्यारो होला त्यो भगवान। इन्द्रियबाट जानिन्नौ तर छौ सबका प्रिय, यसैले नाम भो तिम्रो बुद्धिग्राह्य अतीन्द्रिय। कहिले नभेटेको व्यक्ति अथवा प्रेमिल व्यक्ति वस्तु कुनै चिज सुन्दा सम्झिँदा त यति आनन्द आउँछ भने भेट्दा कस्तो होला, होइन, त्यो भगवान दर्शन पाउँदा कस्तो होला। यसैले नाम भो तिम्रो बुद्धिग्राह्य अतीन्द्रिय, मायाविलाई मायाले ढाकी माया देखाउने। माया महामाया रह्यो नाम भक्तका वशमा हुने, जगत सृष्टिआदिका लागि तयार रहने हुँदा शुद्ध भई शक्ति स्वीकारी महोत्साह बन्यो सदा। स्थिर मन छल्न सक्दैनौ विक्षेपमा गर्दछौ छल, बलि छौ बलवान मध्ये रह्यो नाम महाबल। सकल बुद्धिमान भन्दा तिमी छौ श्रेष्ठ बुद्धिमान, रह्यो नाम महाबुद्धि श्रुतिले यही भन्दछन्। महावीर्य रह्यो नाम अविद्या साथमा धरी, अविद्या अज्ञान पनि भगवानले लिएर सृष्टि गरिदिनुहुन्छ, अविद्या नभए सृष्टि हुँदैन। संसार हो अविद्या, संसार भनेको अविद्या हो, असत हो,
असत नभए सृष्टि नै हुँदैन। त्यसैले भगवानलाई सदा सच्चा अर्जुन, गीताजीको 9:19 भगवानले भन्नुभएको छ, सत असत दुवै मै हुँ, महाशक्ति रह्यो न म ठुलो सामर्थ्यले गरी, प्रकाश स्वरूप एक नाश बाह्य भित्र नभई च्युति, देख्दछन् ज्ञानी भक्तैले भन्छन् नाम महाद्युति, यो यस्तो छ भनी देखाउँ त भने देख्दैन कोही, अनि देख्ने व्यक्ति तही बिराउँछ बरु सक्दैन बोल्नै पनि। यो यस्तो छ भनी देखाउँ त भने देख्दैन कोही पनि, देख्ने व्यक्ति तही बिलाउँछ बरु सक्दैन बोल्नै पनि। भगवान कस्तो कस्तो, यस्तो कि देख्नेले बोल्दैन, बोल्नेले देख्दैन। अचम्म भयो। त्यस्तो विचित्रको अनिर्वचनीय तत्त्व हुनुहुन्छ परमात्मा। परमात्माको बोध गरेकाले व्याख्या गर्ने शब्द नै पुग्दैन, शब्द भण्डारको कमी हुन्छ। नदेख्नेले बोल्न मात्रै सक्छ, यति यति आभास हुन्छ, तर पूर्ण व्याख्या गर्न सक्दैन। यस्तो अचिन्त्य अवर्णनीय हुनुहुन्छ परमात्मा श्री हरि विष्णु। साह्रै शीतल शान्त स्वच्छ पदमा पुग्छन् महर्षिहरू, अनिर्देश्य बबु प्रकाश स्वरूप त्यो वर्णन म केले गरौँ। काठ हो कल्पतरु सुमेर जड त्यो चिन्तामणि पत्थर, बोल्छन् सूर्य पनि शशी ती क्षय छन् खरा हुने सागर। कामदेव छैन शरीर ती दानव बलि, फिर कामधेनु पशु, कसको दिउँ उपमा क्षितिश भगवान कि चुप चापै बसौँ। अनुपम हुनुहुन्छ भगवान, अनुपम, अनुपमा, जसको कुनै उपमा नै छैन कि, अनुपमेय, अप्रमेय हुनुहुन्छ परमात्मा। त्यसैलाई उसमा भनेको छ न तस्य प्रतिमा अस्ति, वेदमा भनेको छ न तस्य प्रतिमा अस्ति। भगवान समानको उपमा प्रतिमान कुनै पनि छैन, भगवानको बराबर तुल्य कोही पनि छैन। समग्र वीर्य प्रभुता यस वैराग्यपूर्ण ज्ञान, स्त्रीय समग्र ऐश्वर्य हुनाले नाम भो श्रीमान। श्रीमान भनेको लक्ष्मीपति, श्रीका पति, श्री हरि भनिन्छ नि। श्री भनेको लक्ष्मी हो, समग्र ऐश्वर्यको पति श्रीमान भयो भगवानको नाम। श्री भनेको राधा पनि हो, राधा पनि हो, लक्ष्मी पनि हो, श्रीको अर्थ, अनि ऐश्वर्य पनि हो। जसको बुद्धि छ सागर झैं सकिन्न गर्न अड्कल, अमेय आत्मा छ यो नाम तापनि भक्त वत्सल। मन्दराचल गोवर्धन पर्वतै धारणा गरी, महात्रिधिक रह्यो नाम धन्य हे भगवान हरि। महाधनुष लिनाले महेश्वास तिमी प्रभो, जलभित्रैकी भूमि धर्ने मही भर्ता भयो विभो। भगवानले त्यो बराहर अवतार लिएर जलभित्रको रसातलमा त्यो डुबेकी पृथ्वीलाई उतार्नु भयो। आफ्नै शक्ति ती प्यारी लक्ष्मीजी सधैँ वक्षस्थलैमा लिने, श्रीनिवास शताब्दी सुजनमा अस्त्रा ठुलो झन्दिने। सुजनहरूमा, सुजन भनेको सज्जन सन्तहरूमा आश्रय दिने, लक्ष्मीलाई आफ्नो हृदयमा धारण गर्ने। लक्ष्मीलाई, राधालाई भगवानले के गर्नुहुन्छ? हृदयमा धारण गर्नुहुन्छ, हृदयमा राख्नुहुन्छ। त्यही भएर राधा र कृष्ण कहिले अलग्गै हुनुहुन्न, लक्ष्मी र हरि कहिले, लक्ष्मी नारायण कहिले अलग्गै हुँदै हुनुहुन्न। नारायणको सेवा गर्यो भने लक्ष्मीको प्राप्ति हुन्छ, नारायणको पाउ सेवा गरौँ, चरण सेवा गरौँ, लक्ष्मीको प्राप्ति भइहाल्छ। राधे राधे भनौँ कृष्ण पाइन्छ, कृष्ण कृष्ण भनौँ राधा पाइन्छ। अभेद हो। कोही छैन समर्थ रोक्न जसको प्राकट्यलाई पनि, भन्छन् सब अनिरुद्ध रुद्ध कहिले हुन्नन् प्रभुजी भनी। देउता सज्जन भक्तका हृदयमा आनन्द दिने हुँदा, सुरानन्द भनेर लोकहरूमा गान गर्दछन् सर्वदा। गायिका पनि फेरि मालिक उनै वेदान्तले गाइने। वेदान्तमा गाईको मालिक, इन्द्रियको मालिक, जीवको मालिक। गो, गो शब्दको दुई तीनवटा अर्थ लाग्छ। गो भनेको इन्द्रिय, गो भनेको गाई, र गो भनेको जीव। हामी जीवात्मा, हामी सबैको मालिक र हामीलाई आनन्द दिने, इन्द्रियलाई आनन्द दिने, गाईलाई आनन्द दिने, जीवहरूलाई आनन्द दिने, र गोपीहरूलाई पनि आनन्द दिने। गोको धेरै अर्थ लाग्छ, गोपी गोपिनी पनि हो। त्यसैले भगवानको नाम के हो? आनन्द कन्द मकरन्द गोविन्द। पृथ्वी प्राप्त गरी सकलले गोविन्द नाम गाइने। गोविन्द भगवानको नाम। वेद वेत्ताहरूका ती स्वामी पनि हुन्,
हो नाम गोविन्दापति, हो नाम गोविदामपति, जसको दर्शन मिल्छ स्वच्छ मनका वृत्ति हटाएपछि। मनको वृत्ति, मनको वासना हटाउने बित्तिकै त्यो गोविन्दको दर्शन मिल्दछ। किनकि गोविन्द भगवान श्री हरि विष्णु श्री कृष्ण हाम्रो इन्द्रियको मालिक, हाम्रो आत्माको मालिक हुनुहुन्छ। त्यसैले गोविन्दको दर्शन पाउन मनको त्यो मैलग्रस्त कलुषित वृत्तिहरूलाई हटाउनुपर्छ, दैवी सम्पदालाई धारण गर्नुपर्छ। आज गीताजीमा वाचन भए जस्तै गोविन्दको दर्शन पाइन्छ। जय श्री कृष्ण। सबैलाई धन्यवाद, धैर्यताले श्रवण गर्नुभयो। अब हामी विलम्ब नगरिकन श्रीमद् भागवतको वाचन सुन्नेछौँ। आज श्रीमद् भागवत षष्ठम स्कन्धको 17औं अध्याय आदरणीय प्रमिला देवी पाण्डेज्यूले वाचन गर्नुहुनेछ। नमो नमः। नमो नमः। हरे कृष्ण। हरे कृष्ण। ओम वक्र, म सुरु गर्छु है त आजको भगवत गीता भागवत विधा नगरिकन। ओम वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। हरि ओम। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वर गुरुर्साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः। गजाननं भूतगणादिसेवितं कपित्थजम्बूफलचारुभक्षणं महासुतं शोकविनाशं कारकं नमामि विघ्नेश्वरपादपङ्कजम्। हरि ओम। आज षष्ठ स्कन्धको 17 अध्याय सुरु हुँदैछ। अथ सप्तदशो अध्याय। यसको आजको शीर्षक छ चित्रकेतुलाई पार्वतीको श्राप। श्री सुखदेव भन्नुहुन्छ, परीक्षित, विद्याधर चित्रकेतु जुन दिशामा भगवान संकर्षण अन्तर्ध्यान हुनुभएको थियो त्यसै दिशामा नमस्कार गरी आकाश मार्गबाट स्वच्छन्द डुल्न लागे। महायोगी चित्रकेतु करोडौं वर्षसम्म सब प्रकारका संकल्पहरूलाई पूर्ण गराउने सुमेरु पर्वतका कन्दराहरूमा विहार गर्दथे। उनको शरीरको बल र इन्द्रियहरूको शक्ति अनुक्षण थियो। ठुला ठुला मुनि गिद्ध चारण तिनको स्तुति गर्ने गर्दथे। उनको प्रेरणाबाट विद्याधारीहरूकी स्त्रीहरू उनको नजिक सर्वशक्तिमान भगवानको गुण र लीलाहरूको गान गर्ने गर्दथे। एक दिन चित्रकेतु भगवानले दिनुभएको तेजोमय विमानमा सवार भएर कतै गइरहेका थिए। त्यसै समयमा उनले देखे कि भगवान शङ्कर ठुला ठुला मुनिहरूको सभामा सिद्ध चारणहरूका बीच बस्नु भएको छ र साथै भगवती पार्वतीलाई आफ्नो काखमा राखेर एक हातले उहाँलाई आलिङ्गन गरिरहनु भएको छ। यो देखेर चित्रकेतु विमानमा चढेरै उहाँको नजिक गएर भगवती पार्वतीलाई सुनाउँदै जोडले हाँस्दै भन्न लागे। चित्रकेतुले भने, अहो, यी सारा जगतका धर्म शिक्षक र गुरुदेव हुन्। यी समस्त प्राणीहरूमा श्रेष्ठ छन्। यिनको यो दशा छ कि भरि सभामा आफ्नी पत्नीलाई शरीरमा टाँसेर बसेका छन्। जटाधारी धेरै ठुला तपस्वी एवं ब्रह्मवादीहरूका सभापति भएर पनि साधारण पुरुष समान निर्लज्जतापूर्वक काखमा स्त्री लिएर बसेका छन्। प्राय साधारण पुरुष पनि एकान्तमा मात्र स्त्रीहरूका साथ उठबस गर्दछन्, परन्तु यी यति ठुला व्रतधारी भएर पनि उनलाई भरि सभामा लिएर बसेका छन्। सुखदेव भन्नुहुन्छ,
परिचित भगवान शङ्करको बुद्धि अगाध छ। चित्रकेतुको यो कटाक्ष सुनेर उहाँ हाँस्न लाग्नुभयो, केही पनि बोल्नु भएन। त्यस सभामा बसेका उहाँका अनुयायी सदस्य पनि चुप रहे। चित्रकेतुलाई भगवान शङ्करको प्रभाव थाहा थिएन, यसैले उनी उहाँका लागि धेरै थोक राम्रो नराम्रो बोलिरहेका थिए। उनलाई यस कुराको घमण्ड हुन गएको थियो कि म जितेन्द्रिय हुँ। पार्वतीले उनको यो धृष्टता देखेर क्रोधपूर्वक भन्नुभयो। पार्वती भन्नुहुन्छ, अहो, हामी जस्ता दुष्ट र निर्लज्जहरूलाई दण्डको बलमा शासन एवं तिरस्कार गर्ने प्रभु यस संसारमा यही छन् के? लाग्दछ कि ब्रह्मा, भृगु, नारद आदि, उनका पुत्र सनकादि, परमर्षि कपिलदेव र मनु आदि ठुला महापुरुष धर्मको रहस्य जान्दैनन्। तब त ती धर्म मर्यादाको उल्लङ्घन गर्ने भगवान शिवलाई यस कामबाट रोक्दैनन्। ब्रह्मा आदि समस्त महापुरुष जसका चरण कमलहरूको ध्यान गर्ने गर्दछन्, तिनै मङ्गलहरूलाई मङ्गल बनाउने साक्षात् जगत गुरु भगवानको र उनका अनुयायी महात्माहरूको यस अधम क्षत्रियले तिरस्कार गरेको छ र शासन गर्ने चेष्टा गरेको छ। यसैले यो मूर्ख सर्वदा दण्डको पात्र छ। यसलाई आफ्नो कुलीनताको घमण्ड छ। यो मूर्ख भगवान श्रीहरिका ती चरण कमलहरूमा रहन योग्य छैन। यसको उपासना ठुला सत्पुरुष गर्ने गर्दछन्। चित्रकेतुलाई सम्बोधन गरी, अतः दुर्मते, तिमी पापमय असुर योनिमा जाऊ। यस्तो भएपछि पुत्र, तिमी फेरि कहिल्यै कुनै महापुरुषको अपराध गर्न सक्ने छैनौ। श्री शुकदेव भन्नुहुन्छ, परिचित, जब पार्वतीले यस प्रकार चित्रकेतुलाई श्राप दिनुभयो, तब विमानबाट झरेर शिर नुहाई उहाँलाई प्रसन्न गराउन लागे। चित्रकेतुले भने, माता पार्वती, म बडो प्रसन्नताले आफ्नो दुवै हात जोडेर हजुरको श्राप स्वीकार गर्दछु। किनभने देवताहरू मनुष्यहरूका लागि जे जति भन्दछन् त्यो तिनको प्रारब्धानुसार मिल्ने फलको पूर्व सूचना मात्र हुन्छ। देवी, यो जीवन अज्ञानले मोहित भइरहेको छ र यसै कारण यस संसार चक्रमा भौतारिरहेको छ तथा सदा सर्वदा सर्वत्र सुख र दुःख भोगिरहन्छ। माता, सुख र दुःखलाई प्रदान गर्ने न त आफ्नो आत्मा हो न त अन्य कोही। जो अज्ञानी छन् ती नै आफूलाई अथवा अरूलाई सुख दुःखको कर्ता मान्ने गर्दछन्। यो जगत सत्व रज आदि गुणहरूको स्वाभाविक प्रवाह हो। यसमा के श्राप, के अनुग्रह, के स्वर्ग, के नरक र के सुख, के दुःख। एकमात्र परिपूर्णतम भगवान नै बिना कसैको सहायताले आफ्नो आत्मस्वरूपिणी मायाद्वारा समस्त प्राणीहरूको तथा तिनका बन्धन, मोक्ष र सुख दुःखको रचना गर्दछन्। माता, भगवान श्रीहरि सबैमा सम र माया आदि मलबाट रहित हुनुहुन्छ। उहाँका कोही प्रिय अप्रिय जाति बन्धु आफ्ना पराय छैनन्। जब उहाँको सुखमा राग नै छैन, तब उहाँमा रागजन्य क्रोध त हुनु नै कसरी सक्दछ? तथापि उहाँको माया शक्तिको कार्य पाप र पुण्य नै प्राणीहरूको सुख दुःख, हित अहित, बन्ध मोक्ष, मृत्यु जन्म र आगमनको कारण बन्दछ। प्राणा देवी, म श्रापबाट मुक्त हुनका लागि हजुरलाई प्रसन्न गराइरहेको छैन। म त यो चाहन्छु कि हजुरलाई मेरो जुन कुरा अनुचित
प्रतीत भएको छ, यसका लागि क्षमा गर्नुहोस्। श्री सुखदेव भन्नुहुन्छ, परिचित विद्याधर चित्रकेतु भगवान शङ्कर र पार्वतीलाई यस प्रकार प्रसन्न पारी उनको सामुन्ने नै विमानमा चढेर तहाँबाट प्रस्थान गरे। यसबाट पार्वतीलाई ठुलो विस्मय भयो। 25 तब भगवान शङ्करले देवता, ऋषि, दैत्य, सिद्ध र पार्षदहरूको सामुन्ने नै भगवती पार्वतीलाई यो कुरा भन्नुभयो। भगवान शङ्करले भन्नुभयो, सुन्दरी, दिव्य लीला बिहारी भगवानका निष्प्रिय र उदार हृदय दासानुसादहरूको महिमा तिमीले आफ्नै आँखाले देख्यौ। जो व्यक्ति भगवानको शरणागत हुन्छ ती कसैसित पनि डराउँदैनन्, किनभने तिमीलाई स्वर्ग, मोक्ष र नरकमा पनि एउटै वस्तुको केवल भगवानको नै समान भावबाट दर्शन हुन्छ। जीवहरूलाई भगवानका लीलाद्वारा नै देहको संयोग हुनुको कारण सुख, दुःख, जन्म, मरण र श्राप, अनुग्रह आदि द्वन्द्व प्राप्त हुन्छ। यसरी सपनामा भेद भ्रमबाट सुख, दुःख आदिको प्रतीति हुन्छ र जाग्रत अवस्थामा भ्रमवश मालामा सर्व बुद्धि हुन जान्छ। त्यसरी नै मनुष्य अज्ञानवश आत्मामा देवता, मनुष्य आदिको भेद र गुण दोष आदिको कल्पना गर्दछन्। जससँग ज्ञान र वैराग्यको बल छ र जो भगवान वासुदेवको चरणमा भक्तिभाव राख्दछन्, तिनका लागि यस जगतमा यस्तो कुनै पनि वस्तु छैन जसबाट ती ध्येय वा उपदेय ठानेर राग देश गरून्। म ब्रह्मा, सनकादि, नारद, ब्रह्मका पुत्र भृगु आदि मुनि र ठुला ठुला देवता कसैले पनि भगवानका लीलाको रहस्य जान्न पाउँदैनन्। यस्तो अवस्थामा जो उहाँको सानोभन्दा सानो अंश छ र आफूलाई उहाँबाट अलग ईश्वर मानेर बस्दछ, त्यसले उहाँको स्वरूपलाई जान्न नै कसरी सक्दछ। भगवानलाई न कुनै प्रिय छ र न अप्रिय, उहाँको न कोही आफ्नो छ न पराय, उहाँ सबै प्राणीको आत्मा हुनुहुन्छ। यसैले सबै प्राणीहरूको प्रियतम हुनुहुन्छ। प्रिय, यो परम भाग्यवान चित्रकेतु उनैको प्रिय अनुचर शान्त एवं समदर्शी हो र म भगवान श्रीहरिको नै प्रिय हुँ। यसैले तिमीले भगवानका प्यारा भक्त, शान्त, समदर्शी महात्मा पुरुषको सम्बन्धमा कुनै प्रकारको आश्चर्य मान्नु उचित छैन। श्री सुखदेव भन्नुहुन्छ, परिचित, भगवान शङ्करको यो भाषण सुनेर भगवती पार्वतीको चित्तवृत्ति शान्त भयो र उहाँको विस्मय हट्यो। भगवानका परम प्रेमी भक्त चित्रकेतु पनि भगवती पार्वतीलाई बदलामा श्राप दिन सक्दथे, परन्तु उनले उहाँलाई श्राप नदिएर उहाँको श्राप शिरोधार्य गरे। यही साधु पुरुषहरूको लक्षण हो। उही विद्याधर चित्रकेतु दानव योनिको आश्रय लिएर त्वष्टाको दक्षिणाग्निबाट पैदा भए। त्यहाँ यिनको नाम वृत्तासुर रहन गयो र त्यहाँ पनि यी भगवत स्वरूपको ज्ञान एवं भक्तिले परिपूर्ण नै रहे। तिमीले मलाई सोधेका थियौ कि वृत्तासुरको दैत्य योनिमा जन्म किन भयो र उनलाई भगवानको यस्तो शक्ति, यस्तो भक्ति कसरी प्राप्त भयो। यसको पुरापुर विवरण मैले तिमीलाई सुनाइदिएँ। महात्मा चित्रकेतुको यो पवित्र इतिहास केवल उनको मात्र होइन, समस्त विष्णु
भक्तहरूको महात्म्य हो। यसलाई जो सुन्दछ त्यो समस्त बन्धनहरूबाट मुक्त हुन जान्छ। जुन पुरुष प्रातःकाल उठेर मौन रहेर श्रद्धाका साथ भगवानको स्मरण गर्दै यस इतिहासको पाठ गर्दछ उसलाई परम गतिको प्राप्त हुन्छ। इति श्रीमद् भागवते महापुराणे पारमहंस्यं सहितं षष्ठस्कन्धे चित्रकेतु शापो नाम सप्तदशोऽध्यायः। हरे कृष्ण, हरि ओम। हरि आजको ओम, पाठ हरि हरे ओम। कृष्ण हरि ओम। सुन्दर अन्त सुन्दर, भएको थियो। हे राम अत्यन्तै आनन्दसँग ढुक्कसँग वाचन गर्नुभयो, शुद्धसँग। प्रमिला बहिनीलाई धेरै धेरै धन्यवाद। आज यो 17औं अध्यायमा बडो विचित्रको कुरा छ। के भन्दा भगवानका भक्तहरू पनि कुनै एउटा लोक लान्छनाको निमित्त बन्दछन्, त्यसबाट पनि फेरि अर्को जन्ममा कल्याणै हुन्छ। उनी चित्रकेतु लगभग सिद्ध भइसकेका थिए अंगिरा र नारद मुनिको उपदेशबाट त्यसलाई ग्रहण गरेर, र पनि उनलाई एकचोटि उनी सिद्ध बनेर लोकमा विचरण गर्दै गर्दा शिवजीलाई गिज्याए। कहिलेकाहीँ अहंकार आउँछ के साधकहरूमा, भक्तहरूमा पनि कहीँ कहीँ अहंकार प्रतीत हुन्छ, देखिन्छ। म जान्ने भएँ, सिद्ध भएँ। यहाँनिर कुरो के भन्दा भक्त भन्दा पनि भक्तले त आफूलाई सरेन्डर गरिदिन्छ, अहंकारको लेस मात्र पनि हुँदैन। योगी भक्त एकदमै भगवानमा शरणागत छ, उसमा त सिद्धिको भन्दा नि भक्ति र प्रेमकै अपेक्षा हुन्छ। तर उनी सिद्ध भएका थिए, योग साधनाले सिद्ध भएका थिए, ज्ञानले तपेका थिए, तर पूर्ण भक्ति नभइसकेको हुनाले चित्रकेतुमा अहंकार थोरै थियो। म ठुलै मान्छे भएँ कि भन्ने थियो। र उनले काखमा राखेर पार्वतीलाई चाहिँ प्रेमालिङ्गन गरिरहेको शिवजीलाई देखेर व्यङ्ग्य गरे। के भने, एस लोक गुरु साक्षात्। कस्तो अहंकार आयो। शिवजीलाई व्यङ्ग्य गर्दै, ओहो यस्तो पनि सिद्ध महापुरुष जसले एउटा स्त्रीलाई काखमा राखेर आलिङ्गन गर्छ, त्यो कसरी जोगी, कसरी योगी, कसरी सिद्ध महागुरु भनेर चित्रकेतुले सिद्ध भएर अनि उनले शिवजीलाई व्यङ्ग्य गरे। आफ्नो पतिलाई व्यङ्ग्य गरेको कुन पत्नीले सहलान्? पतिको अपमान गरेको, पतिलाई तल खसाल्न खोजेको कुन पत्नीले सहलिन्? पार्वतीलाई क्रोध आयो, त्यो स्वाभाविक पनि हो, चित्रकेतुको अहंकार पनि हो। अहंकारलाई ठिक पार्नलाई उनले के भनिदिन् त चाहिँ त्यो दुष्ट चाहिँ अब राक्षस भइजा, असुर योनिमा जा त पापिष्ट। अनि जगतको नायक भगवान शिवलाई, परमेश्वरलाई चाहिँ व्यङ्ग्य गर्ने, त ठुलो भइसकिस् शिव भन्दा पनि भनेर, हे दुर्मते त पापमय असुर योनिमा जा, ताकि तँलाई अब आइन्दा कहिल्यै पनि महापुरुषको भगवानको अपमान गर्ने साहस तँलाई नआओ भनेर श्रापित गर्नुभयो, जुन जायज पनि थियो। यो श्रापले गर्दाखेरि उसले सिरोपर पनि गर्नु पर्यो। आफ्नो अहंकार, आफ्नो गल्तीको महसुस पनि उसले गर्यो। र पछि भगवान शिवले पार्वतीलाई पनि सम्झाउनु भयो। भगवानको भक्त हो, अलिकति अहंकार आयो होला, तिमीले श्राप त दिइहाल्न हुन्थेन पार्वती भनेर सम्झाउनु भयो। र तैपनि उसले फेरि आफ्नो पापलाई स्वीकार गरे र उनी अर्को जुनीमा के भयो त वृत्रासुर नाम गरेको दैत्य भए। त्यस्तो भएको छ। जय र विजयलाई पनि वैकुण्ठबाट 4 कुमारको श्रापित भएर 3 जन्म, हिरण्यकश्यपु, हिरण्याक्ष, रावण, कंस अनि शिशुपाल र दन्तवक्र, त्यो चाहिँ द्वापर युग, 3 युगमा चाहिँ जन्म लिन परेको प्रसङ्ग छ नि। यस्तै हुन्छ। र यसमा शिक्षा नै शिक्षा छ। एउटा चाहिँ अहंकारको फल भोग्नुपर्छ भन्ने कुरा, अर्को भगवानको लीलाको लागि पात्र पनि खडा गर्नु पर्यो नि। संसारमा भगवानको लीला गर्नलाई त पात्रहरू चाहिए, एउटा एउटा निमित्त त कोही न कोही त बन्न पर्यो। बरु अपमान र कलङ्क सहेरै भए पनि अनि श्राप अथवा वरदानको कारणले संसारमा जन्म लिनुपर्छ, लीला गर्नुपर्छ भन्ने प्रसङ्ग पनि आएको छ। अत्यन्तै महत्त्वपूर्ण छ। हरे कृष्ण। यो कथा सुन्नाले मात्रै पनि अहंकार हट्छ के। चित्रकेतुको अहंकारले गर्दा हाम्रो अहंकार हट्नलाई सहयोग पुग्यो नि त। यस्तो गर्न हुँदो रहेछ भन्ने थाहा भयो। यो 17 देखि यो 24 सम्म यो श्लोकले अहिलेसम्म पढेको भागवतको पल्ल अर्थ बुझिए जस्तो मेरो व्यक्तिगत धारणामा है।
हजुर भन्नुहोस् त। यस्तो शब्द लेखाएर यो 17 देखि 18 यो 24 सम्म हेर्नुहोस् त आमा 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 हो। यति बुझ्यो भन्ने त अरू पढ्नै नबुझे जस्तो लाग्छ मलाई त कस्तो उसले भन्यो कसरी पार्वती पनि उसलाई फेरि कसैले स्वीकार गर्यो या त हामीले बुझौँ त हो कति 24 देखि के अरे 17 देखि 24 सम्म ल अहिले पढेदेखि मध्येमा सबभन्दा मलाई यो मन पर्यो व्यक्तिगत रूपमा है अरू त थाहा छैन आफ्नो कुरा हजुर हजुर भयो हो त्यस्तो रहेछ मैले क्या हो एकदम मार्मिक एकदम मार्मिक स्वादु स्वादु पदे पदे भागवतको त पद पदमा स्वाद छ क्या त्यो रस छ प्रेम रस छ त्यहाँ सिद्धान्त र प्रेमको समन्वय छ दिव्य छ। अब केही भावहरू भएदेखि राखौँ कसैलाई केही आफ्ना भावना पृष्ठपोषण जिज्ञासा भएदेखि राख्नु होला। अलिकति विलम्ब भएर केही भएको छैन 9:30 त भइसक्यो। अब हामी समापन गर्नेछौँ। डाक्टर साहब हुनुहुन्छ कृष्ण सुवेदीज्यू उहाँ इन्डियाबाट आन्ध्र प्रदेशबाट हुनुहुन्छ अहिले। रेडमी नोट 13बाट सायद पवित्र सिग्देल माताजी हुनुहुन्छ कि अनि प्रतीक्षा केसीजी पनि हुनुहुन्छ विक्रम सर लक्ष्मी शर्माजी अमृता बहिनी भीमा देवी माताजी शम्भु गुरुदेव हुनुहुन्छ कल्पना बहिनी पनि हुनुहुन्छ। एउटा भजन सुनाउनु होला कल्पना बहिनी। कल्पना बहिनी धेरै दिनपछि जोडिराख्नु भएको छ 2-3 दिन यता एउटा भजन सुनाउनु होला हजुरले ल। स्वस्तानीको भजन सुनाए नि हुन्छ अरू सुनाए पनि हुन्छ। कल्पना बहिनी हाम्रो कार्य समिति सदस्य पनि हुनुहुन्छ पुरानो साधक हुनुहुन्छ उहाँ। सकेसम्म पुराना साधकहरू नि नियमित हुने प्रयास गरौँ। कार्य समितिका सदस्यहरू सबै आउने प्रयास गरौँ। रमेश गुरुदेव बसिराख्नु भएको छ रितु माताजी पदम सर प्रमिला बहिनी भइहाल्नुभयो गोपी गुरुदेव मुन्नाथ दाजु। ल अब विलम्ब नगरौँ अब हामी समापनै गरौँ है ढिलो भइसक्यो 9:30 भयो। सबैले हात जोडौँ करबद्ध बनाऊ। हरि ओम उपनयतु मङ्गलं वः सकल जगन्मङ्गलालय श्रीमान् दिनकर किरण निबोधित नवनलिन दल निभेक्षणः कृष्णः काले वर्षतु पर्जन्यः पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणः सन्तु निर्भयाः अपुत्रः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनः सधनः सन्तु जीवन्तु शरदां शतम् तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथा प्रसङ्गः या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्करा प्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् श्रीस्वस्थानि देव्यार्पणमस्तु। हरिः ओम तत्सत्। जय जय श्री राधे श्याम। शुभरात्रि। भक्ता श्रुतं यच्च कथामृतं समर्पयामि सत्सर्वं स्वस्तानि परमेश्वरी। जय स्वस्थानी परमेश्वरी। समस्त भक्तजनको जय होस् स्वस्थानी माताको जय होस् नेपाल माताको जय होस् सनातन वैदिक हिन्दू धर्मको जय होस् गौ माताको जय होस् सबैको जय होस्। जय जय श्री राम। किताब प्रेमीको किताब प्रेमीहरूको जय होस्। जय होस्।